तपाईको फोन तपाईको दिमागसँग खेलिरहेको छ। फेक नेता, फेक आवाज, फेक भिडियो, तर असर 100% रियल। दिस इज नट कन्स्पिरेसी। के तपाईलाई थाहा छ तपाईले हेर्ने कुरा कसले छान्छ? राजनीतिले होइन, अब एल्गोरिदमले चुनाव जित्छ। यो एल्गोरिदमको वार हो र यही वार आज नेपाली पोलिटिक्सको डिसिसन गरिरहेको छ। यदि तपाईँ साँच्चीकै बुझ्न चाहनुहुन्छ भने वाच द फुल पडकास्ट, किनभने डेभल इज इन द डिटेल्स। गुगलमा छ, इन्टरनेटमा छ भन्दैमा सत्य हुँदैन भन्ने यो बेसिक इन्फर्मेसन पनि छैन क्या हामीसँग। त्यो चाहिँ अल्गोरिदमले चाहिँ जस्तो यो नन इङ्ग्लिस स्पिकिङ कन्ट्रिजहरूको डेमोक्रेसीलाई नै फेल गरिरहेछ। जुन हिसाबले मिसइन्फर्मेसन फैलिन्छ त्यो हिसाबले ट्रुथ पनि फैलाउन सक्नु पऱ्यो क्या। 15 सेकेन्डमा मान्छेले कुरा खोजिरहेछन् भने तपाईँ 2 घन्टाको लेक्चर राखेर हुँदैन क्या। 15 सेकेन्डमै त्यो कुरा बुझिहाल्छन् नि। भोलि नै चाहिँ नि नेपाल त अर्कोले कब्जा गर्दैछ भनौँ, 2 मिनटभित्र भाइरल हुन्छ क्या। क्लियर होइन, एङ्गरसँग जति रिलेटेड जुन पोस्टहरू छ नि त्यो रिट्विट हुने चान्स चाहिँ 12 टाइम्स बढी हुन्छ। 10 लाख मान्छेले मन पराएको होइन क्या, 10 लाख एकाउन्टले मन पराएको होइन। 10 लाख एकाउन्टले मन पराउनुको जसरी पनि सकिन्छ होइन। 1% चान्स हुन्छ क्या मान्छेले यो रियल हो कि फेक हो भनेर पत्ता लगाउनलाई। सोसाइटी पोलराइज चाहिँ भएको छ। हुनुमा चाहिँ सबैभन्दा ठुलो हात सोसियल मिडियाकै छ। 1%ले कन्टेन्ट क्रिएट गर्छन्, 9%ले चाहिँ त्यसमा इन्टरेक्ट गर्छन्, 90% जति छ नि इन्टरेक्ट गर्दैन, तर उनीहरू नज्ड हुन्छन् क्या त्यो कुराले गर्दा। चुनाव भनेको चाहिँ कसलाई छान्ने के गर्ने भन्दा पनि रिस्क म्यानेजमेन्ट हो यो भन्ने कुरा। यो चाहिँ बुझ्नुपर्छ हामीले, रिस्क म्यानेजमेन्ट हो। केपी ओलीले बच्चाहरू मार्न आँदैछ पहिले सेट छ भने मैले तपाईँलाई यो त्यसलाई भ्यालिडेट गर्ने कुनै पनि पोस्ट हाल्यो भने तपाईँले सिधै बिलिभ गर्नुहुन्छ क्या। तपाईँलाई जे कुराले हिट गर्छ त्यही कुरा भन्ने क्या। त्यो देश विकास, समाज विकास, समाजको उन्नति चाहे भाड्ने हामीले जित्नु पऱ्यो। तर कुनै पनि भिडियो देख्ने बित्तिकै, कुनै पनि अडियो देख्ने बित्तिकै, कसैको पोस्ट देख्ने बित्तिकै 2 चोटि क्वेसन गर्नु क्या। सोच परिवर्तन, ओपन माइक डायलॉग्स, hosted by रविन्द्र घिमिरे, AI and Nepali politics। नमस्ते, म रविन्द्र घिमिरे। आजको यो पोडकास्टमा ओपन माइक डायलग्स र सोच परिवर्तन हामी 2 जनाले कोअर्डिनेट गरेर एउटा स्पेसल एपिसोड बनाउँदैछौँ। र आजको यो पोडकास्टमा हामी आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम र सोसल मिडियाले कसरी यो स्पेसली नेपालको प्रजातन्त्रमा र आउँदै गरेको चुनावमा कस्तो प्रभाव पार्छ र यही विषयमा नै हामीहरूले कुरा गर्नेछौँ। र आजको यो स्पेसल एपिसोडमा मेरो गेस्ट हुनुहुन्छ AI इन्जिनियर परिवर्तन हुमागाई। उहाँ आफैले पनि सोच परिवर्तन युट्युब च्यानलबाट र विभिन्न सोसल मिडियाहरूबाट एउटा सोसल अवेरनेसको भिडियोहरू, पोलिटिकल अवेरनेसको भिडियोहरू, ह्युमन साइकोलोजीको बारेमा विभिन्न भिडियोहरू बनाएर रेगुलरली पोस्ट गरिरहनु भएको छ। र उहाँसँग आज एज एन AI इन्जिनियर पनि हुनुहुन्छ र उहाँले नेपालको पोलिटिक्समा एउटा सोसल स्ट्रक्चरमा नेपालीहरूको साइकोलोजीको बारेमा धेरै कुरा अध्ययन गर्नुभएको छ, पोस्ट पनि गरिरहनुहुन्छ रेगुलरली सोसल मिडियाहरूमा। यही बारेमा नै हामीले कुरा गर्नेछौँ। र म तपाईँहरूलाई सुरुमै भन्न चाहन्छु परिवर्तन मेरो साथी पनि हुन्। त्यो भएर यो एकदमै हामी इन्फर्मल सेटिङमा कुरा गरिरहेका छौँ। मैले तिमी भनेर नै सम्बोधन गर्छु, तपाईँहरूले अप्ठ्यारो नमान्नुहोला। परिवर्तन, वेलकम टु द यो स्पेसल एपिसोड। हाम्रो यो कोलाबोरेसन पनि भयो भनौँ, ओपन माइक डायलग्स र तिम्रो सोच परिवर्तन च्यानलको। वेलकम। थ्याङ्क यू दाइ। यो पहिलेदेखि गरौँ भनेर एकदम इच्छा जाहेर गरिरहेको थियौँ हामीहरूले होइन। मिल्यो मौका, एकदम खुसी छु। थ्याङ्क यू भेरी मच फर द टाइम होइन। अब यो चाहिँ एउटा सोसियल मेसेजिङको प्लेटफर्म बनोस् भन्ने चाहिँ चाहना छ, त्यसको लागि धेरै धेरै धन्यवाद। हस्, अब यो सुरु गर्दा चाहिँ अब हाम्रो आज विशेष गरी हाम्रो यो फोकस चाहिँ एआईले, यो सोसल मिडियाले नेपालको प्रजातन्त्र र यो आउँदै गरेको चुनावमा कस्तो प्रभाव पारेको छ भन्ने बारेमा हामी फोकस गर्छौँ। तर सुरु गर्दाखेरि चाहिँ मैले कहाँदेखि सुरु गर्न चाहेँ भने जस्तो नेपालमा चाहिँ लिट्रेसी रेट त झन्डै कति 80% जस्तो कति पुगिसकेको छ होइन। तर डिजिटल लिट्रेसी रेट चाहिँ अझै पनि एकदमै कम छ होइन, बिलो 50 नै छ जस्तो लाग्छ। अनि अब यो सामान्य भाषामा चाहिँ यो AI आर्टिफिसियल इन्टेलिजेन्स र यो अल्गोरिदमले चाहिँ यो भनेको चाहिँ के हो एकदम
साधारण मान्छेले बुझ्ने भाषामा बुझाइदिनु। एकदम हुन्छ। अब यो अल्गोरिदम भनेर यो एआई भन्ने चाहिँ मान्छेलाई बनाउनु नयाँ जस्तो लाग्छ होइन, तर यो चाहिँ हुन चाहिँ धेरै पुरानो चिज हो। अब यो अल्गोरिदम र एआईको बेसिक डिफ्रेन्स जस्तो भनौँ न, अल्गोरिदम भनेको चाहिँ कस्तो एउटा सिनारियो जस्तो कस्तो लियौँ भने हामीलाई चाहिँ खाना बनाउनु छ होइन, अब खाना बनाउनु छ भने चाहिँ अल्गोरिदम भनेको चाहिँ कस्तो भने पानी बसाल होइन, अनि उमाल त्यसपछि दुध हाल भन्ने त्यो स्टेप वाइज गरिन्छ भने त्यसलाई चाहिँ अल्गोरिदम भन्छ क्या होइन। त्यो एउटा फ्लो अफ कसरी इन्फर्मेसनलाई फ्लो गर्ने, कसरी स्टेपहरू चाल्ने भन्ने जस्तो त्यो चाहिँ भयो अल्गोरिदम जस्तो, एकदम सिम्पल भाषामा भन्दैन, एकदम बेसिक कुरामा गर्नुपर्दा चाहिँ। अब एआईलाई चाहिँ कसरी लिन सकिन्छ भने चाहिँ एआई चाहिँ अब यो पछिको यो स्टेप फलो गर्ने भनेर भन्ने मान्छे नचाहिने कि। अब जस्तो त्यही पकाउने नै कुरामा चाहिँ एआई चाहिँ कस्तो हुन्छ भने मानव एउटा रोबोटै भनौँ होइन, अब एउटा रोबोट छ साइडमा, त्यसलाई चाहिँ हामीले कसरी खाना बनाउने भनेर चाहिँ यो गर्नुपर्छ है भनेर भन्ने होइन कि, हामीले चाहिँ खाना बनाएर देखाउने होइन, 100 चोटि खाना बनाएर देखाउने, अनि उसले चाहिँ बुझ्छ, उसले आफ्नै तरिकाले बुझ्छ कि खाना चाहिँ यसरी बनाउनु पर्दो रहेछ है भनेर बुझ्ने जुन त्यो एजेन्ट भनौँ न होइन, त्यसलाई चाहिँ एआई भनिन्छ। अनि बेसिक भाषामा भन्नुपर्दाखेरि चाहिँ अब एउटा सानो मिसकन्सेप्सन चाहिँ कस्तो मिसकन्सेप्सन भनौँ कि, अब एआईको बुम आएको चाहिँ 2021मा जुन च्याट जिपिटी आएपछि मान्छेलाई त्यसपछि सर्वसाधारणलाई भनौँ न होइन, उनीहरूलाई चाहिँ त्यो छ कि एआई भनेको चाहिँ च्याट जिपिटी हो भन्ने चाहिँ, तर एआई भनेको जस्ट च्याट जिपिटी मात्रै होइन, त्यो एउटा च्याट जिपिटी चाहिँ एउटा फर्म अफ एआई हो होइन, जसलाई चाहिँ लार्ज ल्याङ्ग्वेज मोडल भन्छ होइन, त्यो एउटा हामीले जस्तै बोल्न सक्ने। अब बेसिकली एआईको मेन गोल भनेको चाहिँ मान्छेले जस्तै सोच्न सक्ने एउटा कम्प्युटर भनौँ न होइन, त्यो बनाउने चाहिँ त्यो गोल हो। अनि त्यही नै हो एआई चाहिँ, मान्छेले जस्तै सोच्न सक्ने एउटा, नेपालीमा त्यसलाई ट्रान्सलेट गरेर भन्ने भने कृत्रिम बुद्धिमत्ता भन्छ होइन, भनेको चाहिँ अब इङ्ग्लिसमा एआई भने आर्टिफिसियल इन्टेलिजेन्स भयो, मान्छेको दिमागले जसरी काम गर्छ त्यसै गरी बनाउनु खोजेको। अब ठ्याक्कै कोडमा भयो यो, अब हामी बायोलोजिकल भयो, त्यो चाहिँ एउटा एआईको बेसिक डेफिनेसन हो। अब एल्गोरिदम चाहिँ अब आजकल त सबैतिर नै युज भइरहेको छ होइन, एल्गोरिदम त अब तपाईँको फेसबुकमा पनि त्यो भयो होइन, के भन्छ बेसिक्स भन्दा बेसिक चिजहरूमा क्या, कुन स्टेप गर्ने कसरी गर्ने भन्ने एउटा फ्लो चार्ट भनौँ न, फ्लो डायग्राम भनौँ न, त्यसलाई चाहिँ अब एल्गोरिदम भनौँ, एकदम बेसिक रूपमा बुझाउँदाखेरि चाहिँ। जस्तो अब यो तिमीले भन्यौ होइन एआईको बारेमा, अल्गोरिदमको बारेमा चाहिँ, अब यो चाहिँ एउटा टुल मात्रै नभइकन चाहिँ के यसले हाम्रो चोइसेसहरूलाई पनि एउटा एकदम हिडन ठाउँबाट चाहिँ सेभ गरिरहेछ, हामीले के छान्छौँ के सुन्छौँ भन्ने चाहिँ काइन्ड अफ कन्ट्रोल पनि गरिरहेछ। एकदम कन्ट्रोल। अब यसलाई दुई तरिकाले हेर्न सकिन्छ होइन, अब कन्ट्रोल भनेर चाहिँ कसैले ठ्याक्कै होइन, अब यसलाई यही नै देखाउने, यसलाई यही नै गराउने भन्ने एउटा म्यानिपुलेटिभ कन्ट्रोल भयो होइन। अर्को चाहिँ यो चाहिँ सिस्टम हो क्या, कस्तो भने एआई चाहिँ मान्छेलाई अब अघि पनि मैले भनिहालेँ, एआई भनेको चाहिँ अब च्याट जिपिटी मात्रै होइन, अब रिकमेन्डर सिस्टम एकदम युज हुने, त्यो इम्प्लिमेन्ट पनि युज भएको अनि त्यसको असर पनि देखिने युज भनेको चाहिँ रिकमेन्डर सिस्टम होइन, जसलाई चाहिँ अब के रिकमेन्ड गरिन्छ यो मान्छेलाई हेर्नु, हामी कन्ज्युम गर्छौँ फेसबुक होइन, टिकटक होइन, युट्युब, जसमा चाहिँ तपाईँलाई अर्को के पोस्ट देखाउने त अथवा अर्को कुन भिडियो देखाउने त भन्ने पनि त्यो एआईले डिसाइड गर्ने कुरा हो क्या। त्यसमा कुनै मान्छे अथवा कुनै अर्गनाइजेसन पछाडि बसेर होइन आज चाहिँ यसलाई यही नै देखाउँ भन्ने यसरी होइन, एउटा सिस्टम हो, त्यसको गोल हुन्छ क्या। एउटा गोल भनेको चाहिँ तपाईँलाई जति सक्यो इङ्गेज गराउन खोज्ने क्या। तपाईँलाई कुन कन्टेन्ट देखाउने भनौँ न, अब भनेर भन्दाखेरि चाहिँ तपाईँले कस्तो कन्टेन्ट मन पराउनुहुन्छ त, त्यही अनुसारको तपाईँलाई धेरै देखाइयो भने त तपाईँले हेर्नुहुन्छ। अब जस्तो मानौँ तपाईँलाई फिलोसफीमा इन्ट्रेस्ट छ भने तपाईँलाई फिलोसफिकल कन्टेन्ट देखायो भने तपाईँले हेर्नुहुन्छ। मलाई फिलोसफीमा इन्ट्रेस्ट छैन भने मलाई फिलोसफिकल कन्टेन्टहरू देखाएर त म त हेर्दिनँ होइन। अनि त्यो चाहिँ एउटा तपाईँलाई त्यो बबलभित्र राख्ने सिस्टम हो क्या, फन्डामेन्टली फ्लड भन्छु म चाहिँ यसलाई होइन। अब तपाईँको आफ्नै बबलभन्दा बाहिर जान नसक्ने एउटा सिस्टम हो, किन उनीहरूलाई त्यसैबाट फाइदा हुन्छ नि त। उनीहरूको मेन गोल नै त्यही हो, तपाईँलाई जति सक्दो त्यहाँ एट्याच गरेर राख्नु पर्यो क्या। त्यही भएर चाहिँ तपाईँले भनेको जुन छ नि, अब कसैले अब म्यानिपुलेट गर्ने टाइपले यसरी गर्न पनि सकिन्छ, त्यो पनि एउटा अनदर वे हो। तर यो चाहिँ सिस्टम इटसेल्फ त्यसरी नै बिल्ड भएको छ क्या, त्यो चाहिँ हुन्छ। अनि अब जस्तो मान्छेले चाहिँ अब सोसल मिडियामा उसको फिडमा जे आइरहेको हुन्छ त्यो हेर्ने चाहिँ अब जस्तो इन्टायरली उसले के लाइक गरेछ, जस्तो के सब्सक्राइब गरेछ त्यसमा मात्रै बेस्ट छ कि यो
अरू कुराहरूले पनि एड गर्छ त्यो कुरामा? होइन, त्यो मात्र पनि होइन। अब यो एकदम सिम्पल भाषामा भन्नुपर्दा चाहिँ त्यो बेसिक रेकमेन्डर सिस्टम चाहिँ त्यसरी नै काम गर्छ नि। तपाईँले के लाइक गर्नुभएको छ त्यसरी नै हुन्छ। तर त्यसमा मात्रै पनि हुँदैन। जस्तो एउटा भाइरालिटी छ नि, जस्तो जुन अब तपाईँले जिन्दगी नदेखेका चिजहरू पनि तपाईँको फिडमा आउँछ नि त होइन। अब त्यो चाहिँ मेरो विचारमा त्यसलाई स्लप भन्छ क्या अरे होइन। जस्तो तपाईँको सर्कल हुन्छ होइन, अब एउटा सर्कलमा हुन्छ, जस्तो फ्रेन्ड सर्कल छ नि त। अब मलाई अब अघि फिलोसफीकै इक्जाम्पल दिएँ होइन, मलाई फिलोसफिकल कन्टेन्ट मनपर्छ भने मैले चाहिँ त्यो पोस्ट गरेँ भने तपाईँले त देख्नुहुन्छ नि त। त्यो एउटा अर्को सिस्टम पनि छ कि, कम्प्लिकेटेड सिस्टम हो होइन। एकदम सिम्पल वेमा यही नै हो भनेर भन्न सकिँदैन। उनीहरूले एउटा गोल अलाइन गरेका छन्, जसको गोल भनेको चाहिँ तपाईँलाई जति सक्दो बढी त्यहाँ तपाईँले हेरिरहनु पऱ्यो, युज गरिरहनु पऱ्यो। त्यसको लागि तपाईँले कति बेर हेर्नु, त्यो अझ कति डेटा त कस्तो पनि हुन्छ भने तपाईँले कुनै भिडियोमा कति सेकेन्ड रोकेर हेर्नुभयो क्या होइन, त्यो अनुसारले पनि हुन्छ। अनि तपाईँ कस्तो मान्छेसँग साथी हुनुहुन्छ त्यो अनुसारले पनि हुन्छ क्या। तपाईँको सर्कल कस्तो छ त्यसले पनि फरक। अनि त्यो एउटा मात्रै चिजले चाहिँ आउँदैन होइन। त्यो सिम्पल एउटा वान वे चाहिँ हुँदैन कि, कम्प्लिकेटेड सिस्टम हो, वान वे हुँदैन। तर ती चिजहरू पनि छन् त्यहाँभित्र, ती चिजहरू पनि हुन्छन्। अनि अब जस्तो यो अल्गोरिदमहरूले चाहिँ जस्ट यो इङ्गेजमेन्टलाई मात्रै फोकस गर्छन् कि यसमा केही ट्रुथ पनि भेरिफिकेसन हुन्छ कि के छ? अब जस्तो अहिले नेपालकै कन्टेक्स्टमा हेर्दाखेरि पनि कति कुराहरू एकदमै मिसयुज पनि ज्यादा भएको छ होइन। तर जो मान्छेले पोस्ट बनाएर पोस्ट गर्छ उसलाई त पपुलर हुनु थियो, मान्छेहरूलाई इङ्गेज गराउनु थियो, त्यो एउटा पाटो भयो। तर त्यसले एउटा मेसेज पनि डेलिभर गरिरहेको हुन्छ। तर मेसेज डेलिभर गर्दा चाहिँ त्यो त्यसमा कतिको ट्रुथ छ भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ। त्यो चेक एन्ड ब्यालेन्स चाहिँ मिसिङ छ कि जस्तो के छ? मिसिङ कम्प्लिटली छैन होइन, चेक एन्ड ब्यालेन्स छ। तर त्यसमा चाहिँ अब नेपालको केसमा हेर्ने हो र अब अहिले पर्टिकुलरली भनौँ न नेपालमा फेसबुक र टिकटक बढी छन्। अब अस्ति भर्खर मैले न्युज पढिरहेको थिएँ, टिकटककोसँग सहकार्य गरेर चाहिँ त्यो फिल्टर आउट गर्ने कन्टेन्टहरू चाहिँ जस्तो कति पनि हुन्छ नि, जस्तो कन्टेन्ट ब्लक हुन्छ तपाईँले हालेका कन्टेन्टहरू, जस्तो भोइलेन्ट कन्टेन्ट छ अथवा चाहिँ मिसगाइडिङ छ भने त्यो लेभलको इन्भेस्टमेन्ट हुनु पऱ्यो क्या त्यहाँनिर। अब जस्तो टिकटकसँग सहकार्य गर्ने बित्तिकै ल सरकारले भन्नु ल है हामीलाई यसरी हेल्प गर, अथवा फाइनेन्सियल के कोलाबोरेसन छ, जे कोलाबोरेसन छ उनीहरूसँग, त्यो भयो त्यहाँ एटलिस्ट टिकटक रेगुलेटेड भयो भनौँ न त्यहाँनिर होइन। तर अब यहाँनिर फेसबुक पनि हाम्रो अर्को मेन कन्टेन्ट कन्ज्युम गर्ने ठाउँ भयो। अब फेसबुकको चाहिँ अब मैले भर्खर हेरेको थिएँ डेटा, फेसबुकको चाहिँ त्यो जुन मिसइन्फर्मेसनलाई टोन डाउन गर्नको लागि उनीहरूले चालेको एउटा कदम चाहिँ के हो भने उनीहरूले त्यो फिल्टर आउट गर्नको लागि जति फन्डिङ गरेको छ नि, त्यो फन्डेडको 83% अनि 87% चाहिँ युएसमा एलोकेट हुन्छ अरे, युएसको लागि मात्रै क्या। युएसमा चाहिँ मिसइन्फर्मेसन नजाओस् होइन, मिसइन्फर्मेसन नफैलोस् भन्नको लागि उनीहरूले जुन संयन्त्र बनाएको छन् त्यसको खर्च 87% युएसमा छ, बाँकी 13% विश्वभरि छ। त्यसमा कति पर्सेन्ट चाहिँ नेपालमा आइपुग्छ। अब नेपालको मात्रै, अब नेपालमा त अझ अर्को कुरा गर्ने भने ल्याङ्ग्वेज ब्यारियरको पनि कुरा भयो होइन। अब मोस्टली इङ्ग्लिस बेस्ड सिस्टम हुन्छ होइन। अब जस्तो भनौँ न नेपालीमा त्यो भनिएको जुन कन्टेन्ट छ त्यो चाहिँ भाइलेन्ट हो कि होइन, त्यो मिसइन्फर्मेसन हो कि होइन भनेर क्लासिफाई गर्नको लागि जुन सिस्टम बनाएको छ त्यो सिस्टमै हाम्रो ठाउँको लागि त्यति धेरै उपयुक्त नहोला होइन, त्यो छैन पनि। अनि त्यो किनभने त्यो त उनीहरूको सिस्टमबाट आउनु पऱ्यो नि त, कि चाहिँ हामीले अर्को तरिकाबाट फाइट ब्याक गर्नु पऱ्यो होइन भने चाहिँ उनीहरूको सिस्टमबाट आउँदाखेरि चाहिँ हाइली इम्ब्यालेन्स छ क्या। यो चाहिँ कस्तो भन्दाखेरि अब पहाड चढ्नु जस्तो भयो, त्यसै त सत्य पत्ता लगाउनु भने पहाड चढ्नु जस्तो हो। त्यो पहाड चढ्ने बाटो चाहिँ अझ गाह्रो बनाइदियो क्या। अब त्यो त एकदमै के भन्ने, अब त्यसलाई बायस सिस्टम छ क्या, बायस टुवर्ड्स द मिसइन्फर्मेसन। किन भन्दाखेरि अब अर्को यसैमा पनि मैले जोडिहालेँ, मिसइन्फर्मेसन किन चाहिँ बढी डेन्जरस छ अथवा चाहिँ किन चाहिँ बढी एट्र्याक्टिभ छ भन्दाखेरि चाहिँ हाम्रो ब्रेनसँग पनि रिलेटेड छ क्या होइन। एउटा जब तपाईँले अब यही कुरामा चाहिँ तपाईँले कहिले याद पनि गर्नुभयो होला, मान्छेले राम्रो भनौँ न, अब लेक्चर टाइपको कन्टेन्ट भनौँ न अलिकति होइन, अब इन्फर्मेसनल टाइपको कन्टेन्ट छ भने खासै भ्युज आउँदैन त्यसमा होइन। तर त्यहीँ बसेर तपाईँ चाहिँ अब एकदमै भनौँ न यो कन्स्पिरेसी थ्योरीका कुराहरू गर्नुहोस् होइन, अलिकति डरका कुराहरू गर्नुहोस्, भोलि नै चाहिँ नि नेपाल त अर्कोले कब्जा गर्दैछ भनौँ, त्यो 2 मिनटभित्र भाइरल हुन्छ क्या होइन। तर त्यो के हो भनेर चाहिँ तपाईँले बुझाउनु कोसिस गर्नु भने त्यो तपाईँको भिडियो 1500जनाले नै हेर्दैनन्, 1500जनामा कतिजनाले बुझ्छन्, त्यो भनेको छुट्टै ठाउँमा छ। त्यो इम्ब्यालेन्स त्यहाँ छ नै क्या। त्यो कग्नेटिभ हाम्रो एक त हाम्रो ब्रेनमै छ, किन भन्दाखेरि हामीलाई चाहिँ डर सबभन्दा पहिला एट्र्याक्ट गर्ने डर हो होइन, खतरा
किन शान्त छ भने त शान्त छ त ठिक छ त, तर केही खतरादेखि चाहिँ हामीलाई बस्नु पऱ्यो नि त, हामी सर्भाइभल इन्स्टिङ्क्ट हो क्या, ऊ खतरा भन्ने बित्तिकै चाहिँ होइन म त्यो एटेन्सन जान्छ क्या। अनि अब त्यो सिस्टमको मेकानिजम के छ, एटेन्सन ग्राबिङ छ। एटेन्सन केले ग्राब गर्छ, फियर, एङ्गर होइन, त्यसले आउटरेज, त्यसले चाहिँ एटेन्सन ग्राब गर्छ भनेपछि त त्यो त्यसै पनि त्यो हाम्रो कग्निटिभ अलरेडी इम्ब्यालेन्स छ, त्यसमाथि त्यो सिस्टम इम्ब्यालेन्स छ, त्यसमाथि तपाईँको जुन त्यसलाई रोक्नको लागि बनाउने संयन्त्र त्यो पनि इम्ब्यालेन्स छ। नेपालको लागि कम छ, अथवा इन्डिया ब्राजिल जस्ता कन्ट्रीहरूको लागि चाहिँ अलिकति बढी एलोकेट गरेका छन् उनीहरूले होइन। आई थिङ्क 2012 को रिपोर्ट अनुसार हो क्यारे, अब अलिकति ओल्ड त भयो तर पछाडिको रिपोर्ट आएको पनि छैन जस्तो लाग्छ मलाई। तर जे इम्ब्यालेन्स चाहिँ छ त्यहाँनिर। अब त्यसको लागि चाहिँ नेपालले आफैले जसरी टिकटकसँग गर्यो त्यसै गरी चाहिँ फेसबुकसँग कुनै कोल्याबोरेसन गर्नुपर्ने हुन्छ त्यसको लागि चाहिँ। यो एक्ज्याक्टली म त्यही कुरामै आउन लागिरहेको थिएँ, जस्तो तिमीले निकालेको यो अल्गोरिदममा चाहिँ ल्याङ्ग्वेजको प्रब्लम होइन। जस्तो मैले एउटा आर्टिकल पनि लेटली पढिरहेको थिएँ, अनि त्यसमा चाहिँ के कुरामा चाहिँ स्ट्रेस गरिएको थियो भने अल्गोरिदमले चाहिँ जस्तो यो नन इङ्ग्लिस स्पिकिङ कन्ट्रिजहरूको डेमोक्रेसीलाई नै फेल गरिरहेछ भन्ने कुरा छ कि। एउटा चाहिँ नन इङ्ग्लिस स्पिकिङ कन्ट्री भयो, अर्को चाहिँ अब एकदमै पावरफुल इकोनोमीहरूले को चाहिँ लबी पनि गर्न सक्छन् है हाम्रो ल्याङ्ग्वेज। फर इक्जाम्पल अब जर्मनी, फ्रान्स, इटली जस्ता अलि जापान जस्ता देशहरूको चाहिँ उनीहरूको लबी गर्ने पावर पनि हुन्छ। त्यो हिसाबले त्यही अनुसारले त्यो चेक एन्ड ब्यालेन्स हुन्छ। तर स्पेसली अरू अलि कमजोर अर्थतन्त्र भनौँ र जहाँ इङ्ग्लिस एकदमै कम बोलिन्छ त्यहाँको चाहिँ काइन्ड अफ अल्गोरिदमले डेमोक्रेसी नै फेल गर्नेतिर लाँदैछ। र त्यसको एउटा मेन रिजन भनेको चाहिँ भाषा हो भनिन्छ कि। जस्तो यो चाहिँ नेपालमा यो बारेमा चाहिँ अलिक कम कुरा गरिएको छ जस्तो लाग्छ। हाम्रो भाषाहरू नै झन्डै 100भन्दा ज्यादा भाषाहरू, बढी भाषाहरू छन् होइन। अनि कति कुरा नेपालीमा लेखिन्छ, तराईमा आफ्नै भाषा छ, पूर्वी पहाडमा आफ्नै भाषा छ, पश्चिममा आफ्नै भाषा छ। अब एउटै मान्छेले अब यो मिसइन्फर्मेसन अथवा फेक पोस्टहरू छुट्टै भाषामा लेखेर गरिदियो भने त्यो भाषाले त पढ्छन् त्यो होइन। यो चाहिँ अलि खासै डिस्कस भए जस्तो देखिँदैन कि यो कुरा चाहिँ। र गभर्मेन्ट लेभलमा पनि फलो गर्दाखेरि चाहिँ अब रेगुलेटरहरूले थाहा छैन बिहाइन्ड द सिन केही काम गरिरहेछन् कि, तर बाहिर चाहिँ खासै कुरा भएको छैन। मलाई पनि अब आफूलाई फिल भएको, मलाई पनि त्यो चाहिँ देखेको छैन। र यसको खतरा पनि छ क्या। जस्तो अब इन्फर्मेसन फ्लोकै कुरा होइन, इन्फर्मेसन त इन्फर्मेसन हो होइन। अब त्यो फेक हो रियल हो त्यो संयन्त्र अनि अब त्यो मान्छेको सोचाइ त्यो कुरामा फरक पर्छ होइन। तर इन्फर्मेसन फ्लो गर्ने कुरामा चाहिँ एआईले कति यो तपाईँले जुन ल्याङ्ग्वेजको कुरा गर्नु ल्याङ्ग्वेज ब्यारियर पार गरेर गर्ने कुरामा लास्टै हेल्प गरेको छ। यो चाहिँ आई थिङ्क तमिलनाडुको केस होला। त्यहाँको एमएलएले चाहिँ अब उसले आफूले भाषा बोल्ने त अब तमिल मात्रै भयो नि त होइन, उसले चाहिँ अरूलाई पनि रिच गर्नको लागि चाहिँ एआई युज गरेर उसले त्यो ट्रान्सलेट गरेको थियो क्या। अनि ट्रान्सलेट इन अ सेन्स जस्ट वर्ड ट्रान्सलेट होइन, उसको भिडियो नै त्यो लिपसिङ्क गराउन मिल्छ क्या अर्को भाषामा पनि। लाइक अलिअलि देखिन्छ हल्का फेक जस्तो देखिन्छ, अलमोस्ट थाहा हुँदैन भन्दा अब उनीहरूलाई थाहा नै हुँदैन क्या के सत्य हो के भन्नाले यो एआई क्रिएटेड हो कि होइन भन्ने कुरा। अब त्यो भाषा तपाईँले भने जस्तै अर्को भाषामा चाहिँ एक थरी कुरा गरिदियो, अर्को भाषामा अर्को थरी कुरा एउटै मान्छेले गरिदिन पायो नि त होइन, सक्यो नि त। जुन लेभलको पावर उसलाई आयो क्या। नत्र अब त्यो अर्को भाषामा कुरा गर्नको लागि उसले सिक्नु पर्थ्यो त्यो भाषा होइन, त्यो भाषा सिकेर अनि बोल्नु पर्थ्यो। त्यसैमा पनि मान्छेको इमोसनल एट्याचमेन्ट त्यसै पनि छ। अर्को भाषा बोल्यो है भन्ने बित्तिकै ओहो हाम्रो भाषा बोल्यो भन्ने बित्तिकै होइन। अब एआईले क्रिएट गरेर गर्न सकिने बित्तिकै त अनि फल्स इन्फर्मेसन स्प्रेड गर्नलाई झन् सजिलो पनि हुन्छ त्यही कुराले होइन। अर्को भाषामा एउटा भाषालाई अर्कै कुरा गरिदियो। भाषाको डिफ्रेन्स त हामीले भर्खरै पनि अलिकति देखि नै हाल्यो। सानो इक्जाम्पल आई थिङ्क बालेनको केसमा जुन छौडा भनेको होइन, त्यो वर्डको मिनिङ छौरा सरी त्यो वर्डको मिनिङ के हो भन्ने कुरामै ठुलै डिस्कसन परिरहेको थियो नि त। भाषाको डिफ्रेन्स त त्यहीँनिर नै छ नि होइन। त्यसलाई झन् ठुलो पार्न नि सकियो, त्यसलाई ग्याप कम गर्न पनि सकियो क्या। अनि अब टुल हो यो, कसले कसरी प्रयोग गर्छ भन्ने कुरा मात्रै हो। अनि अलिकति यो कन्टेन्टको बारेमा कुरा गरौँ होइन। अब जस्तो कन्टेन्टको बारेमा कुरा गर्दा चाहिँ मान्छेहरूले अब दिनै पोस्ट गरिरहेको हुन्छन् इन्फ्लुएन्सरहरूले, अथवा डिफ्रेन्ट सोर्सबाट पोस्टहरू भइरहेको हुन्छ। जस्तो यो चाहिँ अब कसैको एकदमै ब्यालेन्स पर्सपेक्टिभ इन्फर्मेटिभ कुराहरू चाहिँ अब एकदमै कम मान्छेले हेर्छन् कि। अब त्यही कुरालाई अब रोना धोना अथवा कन्स्पिरेसी थ्योरीका कुराहरू, रिस्कका कुराहरू, भोइलेन्सका कुराहरू चाहिँ सेकेन्डभरमै अब यो मिलियन्स रिच हुन्छ कि। अब
त्यसमा के छ अब यो अल्गोरिदम ह्युमन साइकोलोजीको बारेमा के एकदम अघि पनि भनिहालेँ होइन, त्यो हाम्रो सर्भाइभल इन्स्टिङ्क्ट होइन, खतरा भन्ने बित्तिकै अब जस्तो तपाईँलाई देश चाहिँ अर्काको हातमा जान्छ है भन्ने त खतराको कुरो हो नि होइन, तर तपाईँले देशलाई कसरी अगाडि बढाउनुहुन्छ भनेर इन्फर्मेसन फ्लो गर्नुभयो भने त्यो कम्प्लिकेटेड चिज हो क्या। कम्प्लिकेटेड चिज बोरिङ हुन्छ क्या, त्यो मान्छेको ब्रेनले प्रोसेस पनि गर्न सक्दैन होइन, यत्तिकै पनि ब्रेनमा पहिल्यै त्यो कमजोरी छ, त्यसमाथि नेपालको लिट्रेसी होइन त्यो धेरै नै कम छ। अघि तपाईँले भन्नुभयो नेपालको लिट्रेसी एक त कम छ, त्यसपछि डिजिटल लिट्रेसी त्यो एकदमै कम छ। मैले अब कसरी क्यालकुलेट गरेर छन् त्यो होइन, एउटा पेपरमा देखिरहेको थियो 37%को कुरा गरिरहेको थियो। 37% भनेको धेरै नै लो होइन। अब त्यो हुने बित्तिकै सकिँदैन क्या त्यो कुरालाई चाहिँ। अब साइकोलोजीमै प्रब्लम छ, ह्युमन साइकोलोजीमै प्रब्लम छ। त्योबाट अगाडि बढ्नको लागि यस्तै नलेज भनौँ, जो हाम्रो प्रिफ्रन्टल कोर्टेक्स जुन चाहिँ लजिकल ब्रेन भन्छ यसलाई होइन, पहिला त्यो रेप्टिलियन ब्रेन जुन चाहिँ इमोसनसँग एट्याच छ, त्यो पहिल्यै रेस्पोन्समा आइहाल्छ क्या, फाइट अर फ्लाइट हुन्छ नि होइन, त्यो एकदम ट्रिगर भइहाल्ने हो क्या। त्यो भएर चाहिँ त्यस्तो खालको कन्टेन्टहरू चाहिँ मान्छेले देख्ने बित्तिकै ओह भनिएर त्यो भइहाल्छ। एउटा रिसेन्ट एक्जाम्पल मैले आफ्नै सानो भनौँ न होइन, कस्तो भयो भने एउटा भिडियो अपलोड गरेको थिएँ टिकटकमा, जसमा चाहिँ मैले सुरुको त्यो हुक भन्छन् मान्छेहरूले आजकल, त्यो अब कन्टेन्ट बनाउनेहरूलाई थाहा हुन्छ त्यो हुक भनेको के हो भनेर, कति सेकेन्डसम्म मान्छेलाई अड्काएर राख्ने भनेर। त्यो हुकमा चाहिँ त्यस्तै कुरा गऱ्यो भने मान्छेले हेर्छन् क्या। मैले नि त्यस्तै राखेको थिएँ कि मैले त्यही भनेको थिएँ चाहिँ मलाई चाहिँ क्यान्सर छ, ब्लड क्यान्सर छ, मसँग केही दिन मात्रै बाँकी छ, काइन्ड अफ अब यो एउटा स्याडनेस भनौँ अथवा चाहिँ कसैको लाइफसँग रिलेटेड डेथसँग रिलेटेड पनि थिएन। अनि मान्छेहरूले हेरेँ त्यो सायद त्यो 15 सेकेन्ड जति छ क्या मैले त्यो भनेको। 15 सेकेन्डभित्र त्यहाँ आएका कमेन्टहरू सबै गेट वेल सुन भन्दा केही पनि छैन क्या। भनेको त्यो 15 सेकेन्ड भन्दा मान्छेको एटेन्सनै छैन क्या उनीहरूले त्यो। अब तर मैले पछाडि कुरो गरेको चाहिँ एआईको डेन्जरको बारेमा होइन, त्यो चाहिँ मैले यो चाहिँ मलाई गुगलले भनेको, च्याट जिपिटीले भनेको जुन चाहिँ गलत हो है, यसरी गर्नु हुँदैन भनेर सन्देश दिएको, तर सन्देश दिने भिडियो हेरेनन्, त्यति भिडियो हेरेर गेट वेल सुन तिमीलाई केही हुँदैन भाइ भनेर छ कसैले होइन, मलाई पनि ब्लड क्यान्सर भएको थियो, म ठिक भएँ, तिमीलाई केही पनि हुँदैन, हिम्मत राम्रो होइन। तर त्यो एटेन्सन स्प्यानको कुरा गरेँ, अनि त्यसैमा फियर र ऊ चाहिँ एकदमै एट्याच भएर आउने चिज हो क्या। त्यो चाहिँ एकदमै डेन्जरस चिज हो क्या। यसलाई चाहिँ इक्जाम्पलको रूपमा अझ क्याम्ब्रिज एनालिटिकाको बारेमा सुन्नुभएको छ छैन होइन। क्याम्ब्रिज एनालिटिका त्यो एकदम ठुलो स्क्यान्डल भएको थियो, जसमा चाहिँ के भएको थियो भने फेसबुकको डेटा चाहिँ अब त्यो चोरिएको डेटा होइन, फेसबुकमा चाहिँ कसैले के लाइक गर्छ, कस्तो कन्टेन्ट लाइक गर्छ होइन, कस्तो भिडियोहरू हेर्छ भन्ने एउटा डेटा चाहिँ उनीहरूले कसरी एउटा क्विज बनाए होइन। त्यो क्विज चाहिँ अब फेसबुकमा एपहरू त्यो गेमहरू हुन्छ नि, त्यस्तै गरी गेम बनायो उनीहरूले, अनि मान्छेहरूले त्यो गेम खेले होइन। त्यहाँबाट त्यो जुन डेटा लिए उनीहरूले, त्यो डेटालाई युज गरेर उनीहरूले चाहिँ साइकोमेट्रिक्स भनेको चाहिँ तपाईँले कस्तो सोच्नुहुन्छ, तपाईँलाई कुन तरिकाले चाहिँ नज गर्न सकिन्छ भन्ने एउटा एनालाइसिस हो क्या, ओसन भन्छ होइन। त्यसमा चाहिँ 5-6वटा क्याटेगोरी छ। अब एकदम सिम्पल्ली भन्नुपर्दा चाहिँ तपाईँलाई के कुराले गर्दा ट्रिगर गर्छ, जस्तो मानौँ तपाईँलाई चाहिँ मलाई चाहिँ मेरो गन राख्ने, प्रोटेक्सन राख्ने चाहिँ त्यो गन राख्ने जुन रुल थियो अमेरिकाको होइन, त्यो चाहिँ हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई भने, तपाईँलाई चाहिँ के भन्ने भन्दाखेरि, अनि तपाईँ चाहिँ अलिकति डरप्रति चाहिँ अलिकति बढी एट्र्याक्ट भइहाल्नुहुन्छ भने तपाईँलाई तेरो बन्दुक लग्यो भने तँलाई चाहिँ अरूले एट्र्याक्ट गर्दाखेरि चाहिँ तैँले कसरी डिफेन्स भनेर भनेपछि तपाईँले उ गर्नुभयो पर्नुभयो। त्यस्तै अर्को केसमा जस्तो यो फियर भयो होइन, अरू पनि अब जस्तो होइन यो चाहिँ अब नेसनलिजममा बढी बिलिभ गर्नुहुन्छ भनौँ न, अब राष्ट्रियताप्रति छ भने यो त हाम्रो पुर्खाले चाहिँ लेखेको संविधान होइन, 10 बुँदे संविधान जुन थियो त्यो लेखेको थियो, त्यसको सेकेन्ड म्यान्डेट हो यो, यसलाई कसरी अर्काले तोड्न सक्छ भनेर तपाईँलाई त्यो कुराले हिट गर्यो क्या। उनीहरूले चाहिँ त्यही अनुसारले टार्गेटेड एड बनायो क्या, तपाईँलाई जे कुराले हिट गर्छ त्यही कुरा भन्ने क्या। त्यो देश विकास, समाज विकास, समाजको उन्नति जाए भाड्ने होइन, हामीले जित्नु पऱ्यो, तर कसरी जित्नु पऱ्यो होइन, कसरी मान्छेले मान्नु, त्यो किन छपालाइसी जस्तै लाग्यो होइन। अनि उनीहरूले जे भन्दा उनीहरूले बिलिभ गर्छन् त्यो देखाइयो क्या। र फेरि टार्गेटेड भएपछि डेन्जर के हुन्छ भन्नुहुन्छ भने, अब हामी यहाँ बसेर 5जना बसेर कुरा गरिरहेको छौँ, मैले ओपनली कुरा गर्छु, मेरो त कुरा तपाईँले सुन्नुहुन्छ, तपाईँलाई मन पर्दैन, तपाईँले डिफेन्ड गर्नुहुन्छ अथवा मनपर्छ हो भन्नुहुन्छ, अर्को मान्छेलाई मन पर्दैन के भन्छ होइन, 5-5जना बसेर गर्दा कतै न कतै मध्यस्थ एउटा कुरो निस्किन्छ क्या, ठिकै छ नि त, मध्यमार्ग एउटा कतै कुरो निस्किन्छ, ठिकै छ नि त, यो पनि होइन यो पनि होइन, यो चाहिँ कता कता मिल्छ है भन्ने जस्तो हुन्छ। तर यो बबल क्रिएट भयो क्या होइन, तपाईँलाई टार्गेटेडली तपाईँको कानमा आएर भन्यो क्या, सुनिस् यो चाहिँ यस्तो छ है भने तपाईँले अब अर्को डिफेन्ड गर्ने मेकानिजम पनि भयो। तपाईँले त त्यही, अनि तपाईँलाई फेरि अर्को कग्निटिभ प्रब्लम चाहिँ के छ भन्दाखेरि
कन्फर्मेसन बायस भन्छ क्या भनेको मैले एउटा कुरा मानिसकेँ मानौँ अब एक्जाम्पलकै लागि भन्नुपर्दा अब नेपालकै कन्टेक्स्टमै लिउँ होइन अब 3-4वटा केसहरू छन् जस्तो अब रविले सहकारी ठगेको हो भनेर पहिले हाम्रो दिमागमा छ सेट एक्ज्याक्टली होइन बालेनले सिंहदरबार जलाएको भनेर हाम्रो दिमागमा पहिल्यै सेट छ अथवा चाहिँ नि के अरे केपी ओलीले बच्चाहरू मार्न आँदैखेको पहिल्यै सेट छ भने मैले तपाईँलाई यो त्यसलाई भ्यालिडेट गर्ने कुनै पनि पोस्ट हाल्यो भने तपाईँले सिधै बिलिभ गर्नुहुन्छ क्या अनि त्यही हो कन्स्पिरेसी थ्योरी त्यतैबाट आउँछ कन्फर्मेसन बायस भनेको मैले पहिले बिलिभ गरिसकेँ अब त्यसलाई भ्यालिडेट मात्रै गर्नु पऱ्यो क्या भ्यालिडेट गर्नको लागि तपाईँले जे भन्नु त्यसपछि मैले बिलिभ गर्न थाल्छु कि यही चाहिँ प्रब्लमेटिक छ कि अब जस्तो हामीले यो कुरा गऱ्यौँ होइन कसरी अल्गोरिदमले सोसल मिडिया मिसइन्फर्मेसन अब जस्तो फेक न्युजहरू यसको इम्प्याक्ट एकदमै ह्युज छ होइन सोसाइटीमा अब इन जनरल हामी नेपाललाई लिएर कुरा गरिरहेछौँ नेपाली सोसाइटीमा जहाँ चाहिँ डिजिटल लिट्रेसी एकदमै कम छ जस्तो भर्खरै यो जेनजी आन्दोलन पछि अब देश चुनावमा जाँदैछ र जेनजी आन्दोलन हुनुभन्दा अगाडि चाहिँ अब मेन एजेन्डा त अब यो भ्रष्टाचार न्यूनीकरणको कुराहरू थियो अब युवाहरूको यो अनइम्प्लोइमेन्टको कुराहरू थियो होइन सुशासन हुनुपर्छ भन्ने कुरा थियो तर त्यसमा फ्युल चाहिँ केले गर्यो भने सोसल मिडिया ब्यान भन्ने कुराले चाहिँ एकदमै फ्युल गर्यो के तर त्यो कुरालाई चाहिँ अब यो कुरा एकदम डिस्कस हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ अब न कि कति मान्छेलाई चाहिँ त्यही सोसल मिडिया ब्यान भएर मात्रै यो भएको भन्ने छ कि त्यो पनि होइन यो सोसल मिडिया ब्यान भन्ने चाहिँ के इन्टायरली नराम्रो कुरा हो त अथवा त्यसलाई कसरी गर्नुपर्छ सरकारले अब अथवा यो आउने सरकारले पनि कि त डराएर छोडिदिने कम्प्लिटली टचै नगरिकन के लाग्छ होइन मिडिया यो स्वतन्त्र हुनुपर्छ होइन त्यहाँ इन्फर्मेसन पनि हुन्छ मिसइन्फर्मेसन पनि हुन्छ सोसाइटीको रिफ्लेक्सन हो होइन सोसाइटीको रिफ्लेक्सन हो अब त्यो जुन मिसइन्फर्मेसन छ त्यसलाई चाहिँ सरपास गर्न सक्नु पऱ्यो इन्फर्मेसनले क्या होइन हो त्यो चाहिँ एकदम इन्ट्रेस्टिङली गरेछ त्यो कन्ट्री मैले बिर्सेँ नाम होइन केस कस्तो थियो अब यो भाइरालिटीको प्रब्लम हो क्या भनेको चाहिँ को भाइरल छ भन्ने मात्रै भयो क्या भनेको अनि जुन अघि नै पनि मैले भनिहालेँ हाम्रो दिमाग चाहिँ एकदम त्यो बोरिङ अब एउटा डिस्कसन एउटा चाहिँ अलिकति इन्फर्मेटिभ कुराहरू चाहिँ हल्का बोरिङ नै हुन्छ क्या मलाई चाहिँ यो पाटोबाट हेर्दाखेरि चाहिँ जसले इन्फर्मेसन दिइरहेछ नि त्यो इन्फर्मेसन दिने मान्छेले पनि इन्ट्रेस्टिङ तरिकाले दिन सक्नुपर्छ क्या जसरी सोसाइटीले सुन्छ नि त्यसरी सुनाउन सक्नुपर्छ क्या त्यही कुरा चाहिँ त्यहाँ लागू गरेको थियो गभर्मेन्टले के गर्यो भन्दाखेरि एउटा इक्जाम्पल कस्तो थियो भने सुँगुरको मासुमा चाहिँ यो सर्टन केमिकल्स हुन्छ होइन त्यो केमिकलले गर्दा चाहिँ मान्छेहरू मर्छन् क्यान्सर हुन्छ जस्तो भन्ने मिसइन्फर्मेसन फैलियो होइन त्यो मिसइन्फर्मेसनलाई ट्याकल गर्नको लागि चाहिँ त्योभन्दा फनी तरिकाले क्या अब त्यो भयो त्यसलाई चाहिँ ट्याकल गर्दा फनी तरिकाले ट्याकल गरेर चाहिँ कसो भन्दा सुँगुर बनाइदियो उनीहरूले सुँगुरको एभटार बनाइदियो अनि सुँगुरले नै बोलेको क्या सुँगुरले बोलेको भने होइन मेरो सबै कुराहरू ठिक छ होइन त्यो जुन केमिकल जुन भनिएको थियो त्यो नर्मल चिज हो त्यसले कसैलाई हार्म पनि गर्दैन यो चाहिँ मिसइन्फर्मेसन हो भनेर त्यो सुँगुरले नै भने क्या देख्दा अब त्यो तपाईँले प्रेस कन्फरेन्स गरेर होइन भने भोलि कसले सुन्नुहोस् कि प्रेस कन्फरेन्स होइन त्योभन्दा सुँगुर आयो ओहो होइन कार्टुनले भनिरहेको छ त्यो जस्तो प्रब्लम चाहिँ त्यही तरिकाले त्यसलाई सल्भ गर्न सक्नु यो भाइरालिटीको प्रब्लम हो अब यसको त हिजो भर्खरै गगन थापालाई जहिले पनि बाख्राको काण्ड लगाउँथे उसले आफ्नै वेबसाइट के मटन वर्ल्ड बनाएर भित्र चाहिँ बवाल एकदम प्रमोट एकदम बेस्ट यो ऊ हो क्या बेस्ट आइडिया हो क्या त्यसै गरी नै सल्भ गर्ने यसलाई पनि होइन अब एउटा पाटो त्यो भयो होइन गभर्मेन्टले गर्न सक्ने भनेको मिसइन्फर्मेसनलाई चाहिँ ट्याकल गर्ने एउटा पाटो दोस्रो भनेको त डिजिटल लिट्रेसी तपाईँले कसरी चाहिँ अब यो कन्स्पिरेसी थ्योरी भनेको के हो यो कुराहरू चाहिँ बेसिक सिकाउनुपर्छ जस्तो लाग्छ त्यो इन्फर्मेसन नपुगेको क्या होइन मान्छेले कसरी मेनिपुलेट गर्छ भन्ने कुरा नपुगेको क्या जब तपाईँले त्यो बुझ्नुहुन्छ इन्फर्मेसन चाहिँ यसरी आउँछ इन्फर्मेसन भनेको कसैले पनि दिने बित्तिकै अब हाम्रो त अर्को जस्तो बेसिक कन्सेप्ट नै पनि कस्तो छ भने केही कुरा जस्तो मानव तपाईँको मेरो डिस्कसन पऱ्यो अनि द प्रुभ गरौँ त भनेर गुगल गरौँ त भन्ने चलन छ गुगल गरेर हेरौँ तर गुगल लाइक त्यहाँ त ब्लग्सहरू हुन्छ त्यो त कुनै मान्छेले जसले पनि राख्ने त्यहाँ जसले पनि लेख्न मिल्छ क्या जसले पनि लेख्न मिल्छ होइन त्यहाँ जसले पनि अब त्यहाँ कसले धेरै लेख्यो भन्ने कुरा गुगलको पहिलाको अल्गोरिदम त अब त्यो ब्याकलिङ्क भन्ने होइन त्यो कति कनेक्ट भएको छ होइन अर्कोले कति मेन्सन गरेको छ त्यो कुरालाई अनि त्यही कुरा आउँथ्यो होइन जुन चाहिँ एआईले पनि त्यही नै टिपेको छ क्या होइन जुन चाहिँ बढी नोइज छ नि त्यो नोइज
लाई नै टिपेर चाहिँ उसले त्यही नै सिकेको छ, त्यही नै बोल्छ क्या। एउटा एकदम बेस्ट इक्जाम्पल के छ भन्दाखेरि अहिले चाहिँ क्लिन आउट गरेको छ क्या, एआई स्लप भन्छ यसलाई, त्यो एउटा 4 भनौँ न होइन। बेबी पिकक भन्ने छ क्या होइन, बेबी पिकक भनेर गुगलमा सर्च गर्नुभयो भने एकदमै रङ्गीचङ्गी मयूर आउँछ क्या, रङ्गीचङ्गी मयूर आउँछ। त्यो बेबी पिकक मान्छे कहिले बेबी पिकक देखाएको छैन भने त ओहो किन पिकक त ठुलो त त्यस्तै हुन्छ एक्ज्याक्टली होइन, अब सानो पनि त्यस्तै त हुने होला नि, जिन्दगी नदेखे मान्छेले त यही सही हो भन्ने लाग्छ नि त होइन, तर सत्य त होइन नि त। त्यसको मतलब गुगलमा छ, इन्टरनेटमा छ भन्दैमा सत्य हुँदैन भन्ने यो बेसिक इन्फर्मेसन पनि छैन क्या हामीसँग, त्यो चाहिँ बेसिक नलेज पनि छैन। त्यो चाहिँ एकदमै बढाउनु छ। डिजिटल लिट्रेसी भन्दा बाहेक अरू यसमा कुनै अप्सनै छैन क्या। अब अलिकति नेपालमा चाहिँ इलेक्सन आइरहेछ होइन, अलिकति इलेक्सन फोकस्ड कुरा नै गरौँ। जस्तो पहिला चाहिँ इलेक्सनमा एकदमै ठुलो इम्प्याक्ट चाहिँ मेन स्ट्रिम सोसल मिडियाहरू होइन, पत्रिकाहरू, टेलिभिजनहरूको ज्यादा हुन्थ्यो। अब अहिले चाहिँ सबै कुरा सोसल मिडियामै भएको जस्तो देखिन्छ कि यो चाहिँ सिफ्ट भएको यो मेन स्ट्रिम मिडियाबाट चाहिँ अरू जस्तो सोसल मिडियाहरू, त्यसमा बिहाइन्ड द सिन एकदम अल्गोरिदम, एआई यावत कुराहरूमा एकदम सिफ्ट पुरै भएको नै भन्छु म होइन। अब त्यसमा एक दुईवटा बेसिक चिज चाहिँ कस्तो पनि भयो भन्दाखेरि बेसिक फेलियर पनि हो एउटा। हाम्रो जुन फन्डामेन्टल पिलर थियो होइन, जसले चाहिँ मिडियाले चाहिँ अनबायस्ड न्युजहरू दिइरहेको थियो, अथवा चाहिँ मिडियाप्रतिको जुन ट्रस्ट जनताको थियो त्यो कायम थियो भने होइन, सायद यी अरू कुराहरू हल्लाको रूपमा लिइन्थ्यो होला, अरू कुराहरू मनोरञ्जनको रूपमा लिइन्थ्यो होला क्या। हामीलाई पनि अब मैले पनि बिहान उठेर न्युज च्यानल हेर्दिनँ क्या, म पनि बिहान उठेर फेसबुकै हेर्छु होइन। तर फेसबुक त्यसबाट न्युज लिनु नै गलत हो क्या। फेसबुक भनेको कुनै त्यहाँ क्रेडिबिलिटी हुँदैन क्या। तपाईँले मैले सही समाचार दिएको छु त्यसको आधारमा तपाईँले क्रेडिबिलिटी त्यहाँ पाउनुहुन्न कि तपाईँले कति भाइरल हुनुभयो त्यो कुरामा तपाईँले क्रेडिबिलिटी पाउनुहुन्छ क्या। होइन, तपाईँले भनौँ न 50,000 जनाले तपाईँको भिडियो हेऱ्यो भने $10 पाउनुहुन्छ भने तपाईँ जेले गर्दा 50,000 भ्युज आउँछ त्यो भनिदिनुहुन्छ नि। एक्ज्याक्टली होइन, अनि त्यो हुने बित्तिकै सिफ्ट भएको छ क्या। अनि सब मान्छे जति अब यो कुराको अब यो सिफ्ट भयो है भन्ने कुराको इक्जाम्पल चाहिँ लेटली हेर्ने हो भने अब एक त जुन नयाँ आएको पार्टीहरू छन् त्यो सबै सोसियल मिडियामा भएको है भन्ने एउटा छ होइन। त्यो भन्दै पनि आफू पनि सोसियल मिडियामा प्रेजेन्ट हुनु पऱ्यो है भनेर जसले चाहिँ बिहान गर्नु लगाएको थियो उनीहरू पनि प्रेजेन्ट भएको के त छैन, फलोवर बढाएको होइन, त्यो केसहरू छ नि त। होइन, सोसियल मिडियामा हाम्रो अब लाइक त्यही हुन्छ त, ठोक्नु भन्ने भन्नुको मतलब त्यो भनेको त तपाईँले यसको पावर फिल गर्नुभएको हो नि त, त्यो सिफ्ट भएको हो क्या। त्यो सिफ्ट हुनु गलत हो होइन, त्यो कम्प्लिटली न्यारेसन चेन्ज हुन्छ होइन। सिफ्ट हुनु गलत हो तर सिफ्ट भएको चाहिँ हो होइन। मेन स्ट्रिम मिडिया जस्तो भनौँ न अगाडिका जुन जति पनि चुनावहरू थियो रेडियोमा जे आउँथ्यो, काण्डै आए पनि रेडियोमा आउँथ्यो नि त होइन, त्यो सुन्नुहुन्थ्यो। अनि वान वे हुन्थ्यो त्यो जति पनि चिजहरू छन् वान वे हुन्थ्यो, कन्वे हुन्थ्यो, तपाईँले कसरी लिनुहुन्थ्यो तपाईँको कुरा। त्यहाँ सायद चेक एन्ड ब्यालेन्स पनि हुन्थ्यो होला, एटलिस्ट अब थोरै बायस भए पनि एडिटर, सब एडिटर होइन, न्युज कलेक्टर डेफिनेटली त्यो प्रोसेसमा जान्थ्यो। तपाईँसँग 10,000 को फोन छ भने, क्यामेरा छ भने सोसियल मिडियामा कनेक्ट हुन गाह्रो छैन, फोन उठाएर जे बोल्दै पनि भइहाल्यो। तपाईँलाई एकाउन्टेबिलिटी चाहिएन नि त। अनि यसमा अर्को इन्ट्रेस्टिङ कुरा के पनि छ भने किन चाहिँ होइन, अब किन चाहिँ नेगेटिभिटी अथवा चाहिँ किन चाहिँ यस्ता खालका कन्टेन्टहरू बढी भाइरल हुन्छ भनौँ न। ठ्याक्कै यसमा चाहिँ के छ भने एउटा रिसर्च छ होइन, ट्विटरको डेटा र फेसबुकको कुरामा चाहिँ रिपोर्ट निस्केको छ कि त्यसमा चाहिँ ट्विटरहरूको जुन 11 वर्षको जुन त्यो ट्विट छ त्यसको एनालाइसिस गर्दाखेरि चाहिँ उनीहरूले के भेटाए भन्दाखेरि फियर होइन, एङ्गरसँग जति रिलेटेड जुन पोस्टहरू छ नि त्यो रिट्विट हुने चान्स चाहिँ 12 टाइम्स बढी हुन्छ अरे क्या। त्यो रिट्विट हुने चान्सेस चाहिँ होइन, उनीहरूले त्यो चाहिँ एक्सपेरिमेन्ट गरेरै पत्ता लाग्यो। अर्को चाहिँ फेसबुकमा चाहिँ उनीहरूले के देखे भन्दाखेरि जुन जो फियर एङ्गर टाइपका जुन त्यो नज गर्ने टाइपका जति पनि पोस्टहरू छ नि त्यो पोस्टहरू, त्यो त एल्गोरिदम अघि नै भनिहाल्यो नि, एल्गोरिदमले के त्यो एउटा रेकमेन्डर सिस्टम हो, उसले डेटाहरू हेर्छ सबै होइन, एनालाइज गर्छ अनि कस्तो चाहिँ पोस्टलाई चाहिँ बुस्ट गर्ने होइन, अगाडि देखाउने त अर्को मान्छेलाई कस्तो पोस्ट देखाउँदाखेरि चाहिँ अर्को मान्छेले हेर्छ भनेर उसले त आफैले त्यो एजेन्ट भने नि मैले होइन, आफैले डिसाइड गर्ने हो नि त त्यो होइन। त्यो डिसाइड गरेर उनीहरूले त्यो किन डिसाइड हुन्छ भन्ने कुरा एनालाइसिस गर्दै गर्दाखेरि हेरे उनीहरूले सिस्टममा हेर्दाखेरि चाहिँ त्यो सिस्टमले चाहिँ त्यो फियरवाला कन्टेन्टहरू त्यसलाई चाहिँ 5 टाइम्स बढी वेटेज दिएको रहेछ क्या। भनेको चाहिँ त्यस्तो कन्टेन्टहरू अलरेडी बायस छन् त्यो सिस्टममा, रिकमेन्डेड सिस्टममा चाहिँ
त्यस्तो खालको कन्टेन्ट छ भने तपाईँको भाइरल हुने चान्स अथवा चाहिँ सेयर हुने चान्स अथवा चाहिँ कमेन्टेड हुने चान्स 5 टाइम्स बढी रहेछ कि बिस्तारै इम्प्रुभमेन्ट हुने यो पुरै सिस्टममा पनि होइन तर ड्यामेज अलरेडी डन त्यो केसमा होइन नेपालको केसमा पनि सायद यो नै हुन्छ होला क्या जस्तो मिसइन्फर्मेसन जब फ्लो हुन्छ नि होइन मिसइन्फर्मेसन गइसकेपछि मान्छेले कन्ज्युम गरिसक्यो अब त्यसलाई रिभर्ट गर्नको लागि चाहिँ त्योभन्दा धेरै नै एनर्जी चाहिन्छ क्या त्यो धेरै अब त्यो मिसइन्फर्मेसन रोक्नु एउटा ठाउँमा छ रोकेको पनि छैन फ्लो भइसक्यो अनि यो चाहिँ होइन है भनेर बुझाउनको लागि चाहिँ त्यो कग्निटिभ लोड बढी हुन्छ क्या अनि मान्छेलाई मैले बुझिसकेँ त होइन मलाई इन्फर्मेसन आइसक्यो त अब त्यसलाई भ्यालिडेट गर्ने इन्फर्मेसन मात्रै कन्ज्युम हुन्छ क्या अब जस्तो यो यसलाई चुनावमा जोडेर हेरौँ होइन अब यति पावरफुल भइसक्यो कि सोसल मिडिया जुन छ अब जस्तो एकदमै सानो ग्रुपले पनि ठुलो नोइज क्रिएट गर्न सक्ने भयो कि अब अनि त्यो भएपछि बिहाइन्ड द सिन थोरै मान्छे छन् भने पनि उनीहरूको पोस्ट भयो कसरी त्यसलाई अब सेयर गर्छन् कस्तो कन्टेन्ट बनाउँछन् त्यसको इम्प्याक्ट चाहिँ मिलियन्स अफ पिपलमा हुन सक्ने भयो तर ब्याकग्राउन्डमा एकदमै सानो ग्रुप छ त्यसले पनि त यो चुनावको रिजल्ट यस्तोमा त एकदमै फरक पार्छ नि यसमा पनि छ एउटा रुल भन्छ यसलाई 1990 भन्छ होइन टोटल जोड्दा 100% भयो नि होइन त्यो 100% जति मान्छेहरू एभाइलेबल छन् इन्टरनेटमा सोसियल मिडियामा भनौँ होइन एभाइलेबल छन् 1%ले कन्टेन्ट क्रिएट गर्छन् होइन त्यसमा भएको 9%ले चाहिँ त्यसमा इन्टरेक्ट गर्छन् र बाँकी जति 90% जति छ नि उनीहरूले चाहिँ त्यसको इन्टरेक्ट गर्दैन तर उनीहरू नज्ड हुन्छन् क्या त्यो कुराले गर्दा तपाईँले जुन भन्नुभयो नि 100% ट्रु हो क्या भनेको तपाईँले त्यो 1% मात्रै मान्छेको माइन्डसेट नै सिफ्ट गरिदिन सक्छन् क्या एकदम फुल पावरफुल चिज हो होइन मान्छेले गरेका पनि छन् भइ पनि रहेको छ धेरैवटा केसमा भएको पनि छ मान्छेको जुन कन्टेन्ट क्रिएट गरेर नज गरेको केसहरू जस्तो इन्डोनेसियाको इक्जाम्पल छ इन्डोनेसियामा चाहिँ त्यो पूर्व जेनरल हुन् आर्मी जेनरल होइन उनले चाहिँ एकदम क्रूर शासकको रूपमा चाहिँ हेरिन्थ्यो कि होइन क्रूर शासक हुन् भन्ने थियो तर अब जेनजी ग्रुपलाई चाहिँ होइन यो चाहिँ गलत हो भनेर उनीहरूलाई त्यो रिप्रेजेन्ट गर्नको लागि चाहिँ उसको चाहिँ एभाटार क्रिएट गर्यो एकदम क्युट ग्रान्डपा के मै भन्छ क्या अरे उनीहरूले होइन क्युट ग्रान्डपाको एउटा फिगर बनायो होइन अनि ऊ चाहिँ डान्स गर्ने क्या टिकटकमा डान्स गर्ने यो गर्ने भन्दा कति क्युट यार यस्तो मान्छे त कति त धेरै नरम अब उसको जुन पर्सना थियो नि यो चाहिँ क्रूर शासक भन्ने पर्सना चाहिँ जुन उनीहरूको बाउ के अरे बाउले हजुरबाहरूले हजुरआमाहरूले थाहा पाएको पर्सना चाहिँ जेनजीको केसमा आउँदाखेरि उसले पुरै उल्टाइदियो क्या होइन यो त मान्छे साह्रै राम्रो भन्यो त्यो मान्छेको हेर्ने दृष्टिकोण नै बदलिन सक्छ अनि त्यो तपाईँले भने एकदम बटहरू लगाएर गरिरहेको हुन्छन् होइन अनि त्यो इन्टरेक्सन गर्ने थोरै हुन्छ बनाउने झन् थोरै हुन्छ तर त्यसले पर्ने प्रभाव धेरैलाई पर्छ यो इन्डोनेसियाको केसमा भइसकेको छ होइन उनीहरूले पुरै त्यो पर्सनालाई नै चेन्ज गरिदिएर उसले जित्यो पनि त्यही त अब यो सबै सेयर लाइक्सको खेल होइन अनि जो मान्छेलाई एकदमै राम्रो अन्डरस्ट्यान्डिङ छैन उनीहरूले चाहिँ अब त्यही पोस्टमा ओहो यो मान्छेकोमा त यति लाइक्स आयो भन्ने छ तर बिहाइन्ड द सिन बट्सहरू युज गरिरहेको हुन्छन् होइन अब यो कुराहरूले चाहिँ नेपालको इलेक्सनमा पनि सायद यो आउँदै गरेको इलेक्सनमा पनि एकदम ठुलो इम्प्याक्ट पर्छ हामीले प्राइमरी सोर्स अफ इन्फर्मेसन नै फेसबुकलाई टिकटकलाई लिन थालिसकेपछि यो नहोला भन्ने कुनै तपाईँको भनौँ न जस्तो 10 लाख फलोवर्स छन् अथवा 10 लाख लाइक्स आयो भन्नुको मतलब त्यो 1:1 रेसियो हुँदैन नि त 10 लाख मान्छेले मन पराएको होइन क्या 10 लाख एकाउन्टले मन पराएको होइन 10 लाख एकाउन्टले मन पराउनुको जसरी पनि सकिएको होइन त्यो रियल हो होइन त्यो मान्छे पछाडि 1 जना हो कि 10 जना हो थाहा छैन त अनि फेरि कन्टेन्ट क्रिएसन पनि सजिलो भयो क्या जुन पहिलाको मिडिया म्यानिपुलेसन पहिला पनि नभउने होइन त्यो जस्तो बनाउनको लागि कतिवटा मान्छे चाहिन्थ्यो होइन जस्तो भनौँ न एउटा भिडियो बनाउनको लागि 15 जना मान्छे चाहिन्थ्यो भने एकजना सिङ्गो मान्छेले $50 को सब्सक्रिप्सन भइदियो भने उसले मजाले दिनभरिमा कतिवटा भिडियो बनाउँछ कि त्यो जति फ्लोमा जति चाँडो उसले त्यो बनाउन सक्छ नि त्यसलाई डिफेन्ड गर्ने मेकानिजम छैन क्या त्यो हुने बित्तिकै त मान्छेको पर्सेप्सन त्यसै चेन्ज हुन्छ नि त्यो मान्छेलाई लाग्छ होइन म चाहिँ त्यो मेरो चेन्ज हुँदैन जस्तो लाग्छ मान्छेको पर्सेप्सन एकदमै
द मोस्ट ह्याकेबल थिङ भन्छ क्या म चाहिँ एकदम इजिली ह्याक गर्न सकिने चिज हो क्या हाम्रो ब्रेन भनेको चाहिँ अझै पनि यो प्रिफ्रन्टल कर्टेक्सले काम गर्नु खासै सक्दैन अझै पनि पछाडिको रेप्टिलियन ब्रेनले नै काम गरिरहेछ त्यही भएर यसलाई ह्याक गर्न एकदम सजिलो छ र यो केसमा त एकदमै फुल्ली गर्न सकिन्छ नो डाउट भन्छु म चाहिँ एकदमै युज हुन्छ यसको युज भइ पनि रहेको जस्तो लाग्छ मलाई र यसले नै असर गर्छ त्यही त अब यो यतिकै पनि लिट्रेसी रेट हाम्रो डिजिटल लिट्रेसी रेट कम तर सोसल मिडियामा ट्रस्ट चाहिँ एकदमै हाई जस्तो देखिन्छ यसमा अब यो अहिलेको यो जुन इलेक्सन अब आउँदै गरेको यो इलेक्सनकै बारेमा अलिकति कुरा गरौँ यो तिमीले आफैले पनि भिडियोहरू बनाएर अवेरनेस क्रिएट गर्ने भिडियोहरू बनाएर हालिरहेको हुन्छौ इन्टरेक्सन भइरहेको हुन्छ सोसल मिडियाहरूमा त्यसमा चाहिँ यो अलिकति यङ जेनेरेसनको कुरा गरौँ होइन अब पुरानो मान्छेहरूमा जो एजुकेटेड हुनुहुन्न अलिकति रिमोट एरियामा हुनुहुन्छ उहाँहरूमा त एकदमै सोसल मिडियामा एउटा कुरा देखेपछि त्यही ट्रस्ट गर्ने छ यो यङ जेनेरेसनले चाहिँ कसरी लिइरहेछ जस्तो लाग्छ यो कुरालाई योभन्दा अगाडि एउटा कुरा पनि भने हामीलाई एकदम फियर चाहिँ छ होइन ओहो सोसल मिडियाले सबै गरिरहेछ भन्ने कुरा छ तर इभन एउटा कुरा के पनि याद गर्नुपर्छ भने सोसल मिडिया पनि 100% होइन है किनभने जुन त्यो एभाइबिलिटी छ नि सोसल मिडियाको त्यो हाम्रो 100% सोसाइटीमा छैन क्या होइन त्यो जति पर्सेन्ट सोसाइटीमा छ त्यो भित्रको डेटालाई हामीले हेरेर भनिरहेछौँ कि यहाँभित्र अब त्योबाट बाहिर म्यानिपुलेट हुने भनौँ इन पर्सन गएर म्यानिपुलेट हुने त्यो छुट्टै ठाउँमा छैन त्यो किनभने एउटा कुनै मान्छेको माइन्डसेट चेन्ज भइसकेपछि उसले गएर चेन्ज गर्न सक्छ नि त होइन पेनिट्रेसन ठुलो छ तर त्यो नै फुल डाटा पनि होइन है एउटा कुरा चाहिँ जस्तो इन्टरनेटकै एक्सिसै जम्मा 60 कति मात्रै छ हाम्रो एकदम त्यो भनेपछि पपुलेसनको हामीले मान्छेहरूले कुरा नगरेको कुरा चाहिँ सोसल मिडियाले यो गर्यो भनिरहँदाखेरि कति इन्टरनेट पेनिट्रेसन छ कति पपुलेसनमा 60% छ भने 40% पपुलेसन भनेर युज हो नि त्यो त अझै बाहिरै छ क्या त्यो अनि अब अर्को त्यो जुन कुरामा चाहिँ जस्तो हामीले अब यसरी लाइक डिफ्रेन्सिएट गर्न पनि मिल्दैन कि एजको आधारमा चाहिँ उहाँहरू चाहिँ बुझ्नुहुन्छ उहाँहरू बुझ्नुहुन्न भन्ने कुरा नि होइन जस्तो महावीर पुनकै कुरा गरौँ उहाँले टेक्नोलोजी बुझ्नु भएको छ नि त होइन त्यो बेलामा उहाँ त हाम्रो बाको उमेरको मान्छे होइन तर नबुझ्ने भन्ने हुँदैन डिजिटल लिट्रेसी त्यो एज ग्रुपमा कम छ भन्ने कुरा होइन अब जेनजी जुन भनौँ उनीहरूलाई त उनीहरूको बेसिक डेफिनेसन नै त्यही छ कि उनीहरू चाहिँ यो इन्टरनेटको युगमा जन्मिएका भनौँ न होइन जसले चाहिँ डायलअप इन्टरनेटको चाहिँ कन्सेप्टलाई नै थाहा छैन भनौँ न एक हिसाबले त्यो जेनेरेसनको चाहिँ अलरेडी इन्टरनेटसँग कनेक्सन भइसकेपछि के भने उनीहरूले काइन्ड अफ हरेक कन्ट्री हरेक सिस्टम हरेक हिस्ट्रीसँग कनेक्ट भयो क्या जुन चाहिँ अघिल्लो जेनेरेसनलाई चाहिँ सीमित किताब सीमित एजुकेसन थियो भने मलाई भनौँ न म अहिले यहाँ नेपालमा बसेर अमेरिकाको कोही मान्छेसँग कुरा गरिरहेको छु नि त त्यो सोसाइटीलाई बुझिरहेको छु नि त त्यहाँको फिल्महरू हेरिरहेको छु अथवा चाहिँ अर्को कुनै कन्ट्रीको इन्फर्मेसन मलाई त्यहाँसँग फ्लो भएको छ नि त त्यसले गर्दाखेरि चाहिँ यो जति पनि मेनिपुलेसन हुन्छ त्यो चाहिँ कम हुन्छ होइन थोरै त्यसका पनि हरेक डाइनामिक्सहरू छन् उनीहरूले बुझेका छन् जस्तो लाग्छ मलाई यो जेनेरेसनले त्यो बुझेकै भएर तर बुझ्दै पनि इमोसनल यो कुराहरू चाहिँ आइ नै हाल्छ जुन चाहिँ म जे मुभमेन्ट जुन छ भयो नि त्यो म त्यसैलाई भन्छु आउटरेजै हो त्यो होइन किन भन्दाखेरि ब्याक टु ब्याक नेबो किड्स होइन त्यसको भ्रष्टाचारको कुराहरू ब्याक टु ब्याक गरिरहँदाखेरि चाहिँ होइन अति नै अहिल्यै सक्यो भन्ने जस्तो भइरहेको थियो नि होइन त्यो फिल लिएर आएको हो नि त होइन त्यो अब त्यो म्यासेज त उनीहरूले त्यसरी पर्सिभ गरे हो नि त होइन अनि उनीहरूले नेपालमा मात्रै देखेन नि त त्यो जेनजी मुभमेन्ट त नेपालमा मात्रै भएको होइन नि त इन्डोनेसियामा भएको होइन ग्रिकमा पनि भएको त्यसपछि नेपालपछि भएको के अरे होइन त्यो बङ्गलादेशमा पनि भयो होइन त्यो देख्यो नि त उनीहरूले यहाँ त्यसरी गरिरहेछन् नि उनीहरूले नेपो किड्सकै एगेन्स्टमा अथवा चाहिँ सरकारकै एगेन्स्टमा कुरा गरेछन् उनीहरूले त्यो सिकेछन् नि त उनीहरूको कनेक्टिभिटी चाहिँ छ है त्यो लेभलसम्म छ उनीहरूको तर अझै पनि त्यो मिसइन्फर्मेसन उनीहरूले होइन सबै नै ट्याकल गर्न सक्छन् त म भन्दिनँ होइन जेनेरेसनको कुरा होइन यो अनि यो माइन्डसेटको कुरा हो र माइन्डसेट उनीहरूको इन्टरनेटसँग कनेक्टन भइसकेको भएर उनीहरूले त्यो कन्स्पिरेसी थ्योरी लगायतका चाहिँ लजिकल फ्यालेसीहरूको बारेमा बुझेका छन् थोरै भन्ने लाग्छ अब कुनै डेटाबेस त होइन होइन अब यो इन्ट्युसनको कुरा हो उनीहरूले बुझ्छन् उनीहरूको लागि चाहिँ त्यो कम भनौँ न कम खतराको छ भन्ने लाग्छ तर मेरो चाहिँ अझै पनि लास्टमा गएर कुरा के अड्किन्छ भने मेरो हाम्रो दिमागमै गएर अड्किन्छ भन्छ कि इजिली मेनिपुलेट हुन सक्ने चाहिँ हुन्छ क्या अनि सोसल मिडिया नै सर्वेसर्वा भएपछि चाहिँ त्यो गर्नलाई चाहिँ त्यो जेनेरेसनलाई पनि गाह्रै छ त्यो जेनेरेसन पनि यो कुरा बुझ्नलाई धेरै नै गाह्रो छ अब हामीले अलि
यसको इम्प्याक्टहरू नेगेटिभ साइडको बारेमा अलि लामै कुरा गऱ्यौँ होइन। अब अलिकति पोजिटिभ साइडको बारेमा कुरा गरौँ होइन। पोजिटिभ साइडको बारेमा कुरा गर्दा चाहिँ स्पेसली नेपाल जस्तो अब जस्ट डेमोक्रेसी पनि हामी त्यति धेरै लामो पनि भएको छैन हामीले प्र्याक्टिस गर्न थालेको। अब 46 देखि अहिले 42, 35, 40 वर्षको प्र्याक्टिस भनौँ होइन। र अलिकति 7 सालपछि थोरै समय केही प्र्याक्टिस गरियो। धेरै भएको छैन, 40 वर्ष सानसुनको प्र्याक्टिस मात्रै हो, ग्रो हुँदैछ स्लोली। अब यसमा चाहिँ जस्तो यो एआई सोसल मिडियाहरूले चाहिँ कसरी युज गर्दाखेरि चाहिँ यो डेमोक्रेसी अझै राम्रो हुँदै जान्छ जस्तो लाग्छ? इट्सेल्फ यो अघि पनि भनिहालेँ होइन, यो टुल हो, एआई भनेको टुल हो, कसरी युज गर्ने भन्ने कुरामा फरक पर्छ। अब जस्तो त्यो अघिको इक्जाम्पलमा पनि मिसइन्फर्मेसन फैलिएको छ, तर त्यो मिसइन्फर्मेसनलाई पनि काट्नको लागि कसरी इन्फर्मेसन फैलाउने भन्ने कुरा हो क्या। त्यो इन्फर्मेसन अब जस्तो एआईकै अब एकदम गुड युज केस सायद अब इलेक्सनको मेनिफेस्टो पनि धेरै पार्टिजहरूले निकाल्छन् होला होइन। त्यसकै बेसमा राखेर एआईको युजको भन्छु म चाहिँ। जस्तो मेनिफेस्टो 40 पेज 50 पेज युज होइन, कसले पढेर बस्नु, सायद कसैले पनि पढ्दैन पनि होला होइन। त्यो माइन्ड नमिङ चिज हो क्या होइन। तर तपाईँले एआईको युज गरेर त्यसलाई चाहिँ इन्टरेक्टिभ बनाउन सक्नुहुन्छ होइन। एउटा एकदम बेस्ट टुल भन्छु म होइन, नोटबुक एलएलएम भन्छ, गुगलको हो होइन। तपाईँले गुगलमा गएर नोटबुक एलएलएम भनेर सर्च गर्नुभयो भने त्यसमा साइनअप गरेर गर्नु भने त्यसमा तपाईँले पिडिएफहरू अपलोड गर्नु मिल्छ क्या। तर के गर्नु भन्दा युज केसको कुरामा होइन, के गर्नु भन्दा जतिवटा पोलिटिकल पार्टी छन् होइन, सबैको त्यो जुन मेनिफेस्टो छ लिनु, पिडिएफ अपलोड गर्नु होइन। अनि त्यसलाई क्वेसन सोध्नु क्या, मेरो चाहिँ यो अलाइनमेन्ट छ, म चाहिँ जस्तो मानौँ म चाहिँ राज संस्था चाहन्छु होइन, मलाई चाहिँ भ्रष्टाचार निर्मूल भएको हेर्न चाहन्छु, अथवा मेरो चाहिँ कृषिप्रति चाहिँ बढी उ छ, अथवा वैदेशिक भनौँ आइटीको मान्छेहरू चाहिँ यहीँ आएर गरून्, एउटा चाहिँ हाम्रोमा आइटी हब बनोस् भन्ने लाग्छ भने कुन चाहिँ पोलिटिकल पार्टीले चाहिँ त मेनिफेस्टोमा तपाईँको कुरा चाहिँ राखेको छ त? सबैको पोलिटिकल पार्टीको एक एकवटा केलाएर हेर्न त सक्नुहुन्न होइन। अनि अब त्यो कुरालाई तपाईँले सोसियल मिडियामा गएर हेर्नुभयो भने सोसियल मिडियामा त सबैले आफ्नो बायसनेस राखेका छन्। मेनिफेस्टो लिनुहोस्, एआईलाई दिनुहोस्, सोध्नुहोस् मेरो चाहिँ यो एजेन्डा, मेरो चाहिँ यो इन्ट्रेस्ट छ, मेरो इन्ट्रेस्टको कुराहरू कसले गरेछ, उसले भनिदिन्छ। तपाईँको त्यत्रो डकुमेन्ट उसले पढेर भनिदिन्छ। अब मेनिफेस्टोमा भएको कुरा बुझ्नको लागि नि यो चाहिँ एउटा टुल एज अ टुल युज गरेर तपाईँले सक्नुभयो नि त होइन। त्यसरी अब त्यसलाई इन्टरेक्टिभ बनाएर चाहिँ तपाईँले मान्छेहरूलाई बुझाउन सक्नुहुन्छ। एआईले चाहिँ अब तपाईँ त्यही नोटबुक एलएलएमकै कुरा गर्छ, त्यसले के गर्छ भन्दाखेरि अडियो पोडकास्ट पनि बनाइन्छ क्या। पिडिएफ हाल्नु अनि उसलाई चाहिँ अडियोमा ट्रान्सलेट गर भने उसले पोडकास्ट बनाइन्छ। हामीले अहिले जसरी गफ गरिरहेछौँ त्यसै गरी उसले गफ गरेको गफ सुन्न त हामीलाई मजा लाग्छ होइन। चौतारी अवसर पनि गफ सुन्यो होइन, त्यो एउटा गफ सुन्न मजा लाग्ने, त्यही भएर पोडकास्ट पनि अलिकति इन्ट्रेस्टिङ लाग्छ है मान्छेहरूलाई। गफ हो नि त होइन, सुन्नु मजा आउँछ नि त। अनि त्यो भएर चाहिँ उनीहरूले त्यो पोडकास्टमा कन्भर्ट गरिदिन्छ। सुन्नुहोस् होइन, तपाईँको त्यो जुन बोरिङ टास्क थियो नि त्यसलाई चाहिँ इन्ट्रेस्टिङ कुरामा कन्भर्ट गरिदियो क्या। अब यही कुरामा जस्तो चङ्क वाइज गर्दा क्विज बनाउनु मिल्छ त्यसमै पनि क्या होइन। मलाई चाहिँ यो यस्तो छ, यिनीहरूको कुरा यस्तो छ, ल मलाई क्विजको फर्ममा मलाई बुझाइदिए, क्वेसन सोध्छ, तपाईँले एन्सर भन्नुहुन्छ यो सही जस्तो लाग्छ, तपाईँले बुझ्नुहुन्छ क्या त्यो कुरा। इन्टरेक्टिभ वेमा बनाउनु मिल्छ एआईलाई त्यसरी। यो चाहिँ एउटा एकदम सबैले गर्नु होला भन्छु म होइन। आएपछि मेनिफेस्टो आएपछि सबैले अपलोड गरेर हेर्नु होला, एकदमै युजफुल टुल। यस्तै गरी युज गर्ने धेरै छन्, टुल हो, कसरी युज गर्ने भन्ने कुरा। अनि अर्को कुरा चाहिँ अब जस्तो पहिला चाहिँ स्पेसली उम्मेदवारहरूलाई चाहिँ नेपालमा चाहिँ एकदम धेरै पैसाको चलखेल हुन्छ भन्ने थियो, अथवा मिडिया पावरहरूसँग लिङ्क भएको मान्छेहरूले, किनकि त्यही फेभरमा अडियो भिडियो इन्टरभ्युजहरू आर्टिकल्सहरू आउँथ्यो। अब अर्को कुरा चाहिँ अहिले चाहिँ सजिलो चाहिँ के पनि भयो भने कुनै उम्मेदवार हो साँच्चीकै राम्रो छ, धेरै पैसा एकदम छैन तर एजुकेटेड हुनुहुन्छ भने पनि अब सोसल मिडिया थ्रु चाहिँ पब्लिस गर्न त्यो एकदमै सजिलो पनि भयो नि होइन। जस्तो कति स्वतन्त्रहरू हुनुहुन्छ होला, अथवा कतिको ठुलो मिडिया हाउसहरूसँग पावर छैन, उहाँहरूको बिहाफमा लेख्ने हुनुहुन्न भने पनि यो कुरालाई पनि त पोजिटिभ इम्प्याक्ट भयो नि। एकदम यो कुरा चाहिँ म यसलाई चाहिँ के भन्छु भन्दाखेरि यो सोसियल मिडिया चाहिँ काइन्ड अफ तपाईँलाई माइक सिस्टम दिएको जस्तो भयो क्या। तपाईँको आवाज सबैले सुन्दैन थिए भने होइन, हरेकको कानमा गएर खुसुसु भन्नु पर्थ्यो भने तपाईँले माइक पाउनु भएको छ। अब त्यसमा पनि फेयरनेस छैन होइन, त्यो छुट्टै ठाउँमा छ, तर एटलिस्ट तपाईँले माइक चाहिँ पाउनु भएको छ है। तपाईँले क्यामेरा खोल्नुहोस्, राम्रो मान्छेले माइक पाउँदा ठिक हो नि होइन। त्यो माइक पाइया छ, अब त्यो कतिको बुस्ट हुन्छ त्यो छुट्टै ठाउँमा छ। बुस्ट गर्ने काम हाम्रो सबैले मिलेर होइन, है फलानाले चाहिँ राम्रो कुरा गरेर सुन्नु है भन्दाखेरि त्यो पनि त आउँछ नि त, सर्कलमा कतै न कतै आइहाल्छ।
त्यो चाहिँ एकदम एकदम यो अब सोसियल मिडियाको भनौँ न इट्सेल्फ सोसियल मिडियाको एउटा राम्रो पक्ष चाहिँ सबैले बोल्न पाउँछन्। अब सबैले बोल्न पाउनु पनि पर्छ। यो स्वतन्त्रता सबैसँग छ। कसलाई पुस गर्ने कसलाई चाहिँ पुस ब्याक गर्ने भन्ने कुरा चाहिँ सोसाइटीले नै डिसाइड गर्ने हो। अनि यही सोसल मिडिया थ्रु नै अब यस्तो अब हामीले अब सोसल मिडिया युज गरिन्छ होइन, डिफ्रेन्ट सोसल मिडियाहरू युज गरिन्छ। त्यो हेर्दा त लाग्छ कि पुरै 100% पपुलेसन नै अहिले नेपालको कन्टेक्स्टमा हेर्दाखेरि इलेक्सनमै मात्रै इङ्गेज छ, कामै छैन, त्यही कुरामा मात्रै इङ्गेज छ जस्तो देखिन्छ। यसले चाहिँ के इलेक्सनमा पार्टिसिपेसन रेट पनि बढाउँछ होला? डिपेन्ड्स है। अब यो चाहिँ अनलाइनमा हुने बिहेभियर र फिजिकल बिहेभियर टोटली डिफ्रेन्ट चिज हो। यसमा एउटा स्टडी पनि भएको छ, अनलाइन डिसइन्हिबिसन इफेक्ट भन्छ होइन। जस्तो मान्छेहरू चाहिँ अनलाइनमा हुँदाखेरि चाहिँ एकदम आक्रामक हुने क्या, जुन कुरा उनीहरू फिजिकली गर्दैनन् त्यो कुरा अनलाइनमा हुँदा गर्छन् क्या होइन। गएर भोट चाहिँ हाल्दैनन्। अनलाइनमा चाहिँ अहिले सबै यो यसैलाई भोट हाल्नु मात्रै भयो। त्यो मान्छेको एउटा साइकोलोजिकल त्यो पनि हो होइन, बढ्छ भन्ने लाग्छ मलाई एक हिसाबले होइन। किन भन्दाखेरि ओहो अब केही चेन्जेस आउँदैछ अथवा केही हुँदैछ, यो त इम्पोर्टेन्ट रहेछ है भन्ने फिल भएपछि मान्छेले गएर भोट गर्छन्। तर नेपालको केसमा मलाई अब अघिल्लो डेटा हेर्ने त धेरै नै भोटहरू नखसेको पनि छन् होइन। तर पनि जति मान्छेहरूमा त्यो जुन लेभलको पेनिट्रेसन छ नि होइन, भोटिङ चाहिँ गर्नुपर्छ है जे नै भए पनि, त्यो भोट किन गर्ने के हो यो भन्ने कुराको लिट्रेसी भन्दा पनि भोट चाहिँ गर्नुपर्छ है भन्ने चाहिँ छ क्या। मान्छेहरू अब एक त गाउँघरमा पनि देखिहालिन्छ, हजुरबा-हजुरआमा होइन एकदमै हिँड्नै नसक्नेलाई पनि बोकेरै लिएर गएर भोटिङ त गरिन्छ नि। यसले अफकोर्स इन्ट्रेक्सन बढ्ने बित्तिकै तपाईँको दिमागमा आइहाल्छ ओहो है यो त केही न केही भइरहेछ, गर्नुपर्छ है भन्ने हुन्छ नि। तपाईँ जस्तो कति मान्छेहरू म विदेशबाट भोट हाल्न लागिरहेको छु है भन्छ, ए मान्छे विदेशदेखि आइरहेको छैन म यहीँदेखिबाट किन भोट नहाल्नु भन्ने एकदम भइहाल्छ। सबै त भोट गरिरहेको छ न भरे भनौँ न। यही कुरामा पनि एउटा इन्ट्रेस्टिङ हुनसक्छ। जस्तो मान्छेहरूलाई चाहिँ पोस्ट गर्ने हाम्रो अलिकति यो मैले गरेँ है भनेर देखाउने एउटा टाइपको छ नि त। गएर चाहिँ बुथमा गएर भोट हालेर आएपछि बाहिर ए ल मैले हालेर आएँ भनेर भन्दाखेरि पनि ए त्यसले त गएर हालेछ म पनि जानु पऱ्यो रहेछ। अब अथवा टिकटक भनौँ न, मान्छेलाई त टिकटक बनाउनु छ क्या, जे भाइरल भइरहेछ त्यो कन्टेन्ट बनाउँछ। अब फोन के अरे त्यो बुथको अगाडि गएर भिडियो बनाएको भाइरल भयो एउटा भनौँ न भने, ए त्यहाँ अल्गोरिदम त्यही बुझ्छ होइन, त्यही भाइरल हुन्छ। अब गएर बनाउनु पऱ्यो, अब बनाउनको लागि भने भित्र गएर हालिदिनु इङ्गेजमेन्टको कुरा त्यो पनि हुनसक्छ फन्नी वेमा हो होइन। तर बढ्न सक्छ। अब तर एज भनिहाल्ने कम्प्लेक्स सिस्टम हो होइन, यसले नै हुन्छ यो नै यसले गर्दा चाहिँ माथि जान्छ, एउटा प्यारामिटर गर्ने बित्तिकै माथि जान्छ भन्ने हुँदैन। तर डेफिनेटली लिट्रेसी बढ्ने बित्तिकै भोटिङ गर्नुपर्छ है भन्ने बढ्ने बित्तिकै मान्छेहरू जान त सकिहाले। र मलाई अर्को कुरा तिमीसँग कुरा गर्न मन लागेको चाहिँ जस्तो यो नेपाली सोसाइटी जुन छ ट्रेडिसनल्ली पनि एकदमै अब इलेक्सन आउँदैछ, इलेक्सनको टाइममा चाहिँ हाम्रो एकदमै फ्लुइड सोसाइटी नै हो होइन। अब कहिले कङ्ग्रेसलाई राम्रो मत दिएर अगाडि पठाएका थिए, कहिले एमालेलाई पठाएका थिए, एउटा टाइममा माओवादीले पनि त्यो राम्रै प्राप्त गर्यो। अब तराईकै दलहरूले राम्रै भोट पाउनु भएको थियो होइन। अब त्यसरी चेन्ज भइरहने सोसाइटी नै हो हुन चाहिँ। तर अब अहिले यो जुन सोसल मिडियाहरूले को इम्प्याक्टले चाहिँ सोसाइटी चाहिँ झन् एकदमै पोलराइज भए जस्तो फिल हुन्छ कि। अब नयाँ पार्टीको उदय भएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको छ र त्यहाँको कार्यकर्ताहरू हुनुहुन्छ, पुराना दल काङ्ग्रेस एमाले माओवादी अरू नयाँ दलहरूको कार्यकर्ता हुनुहुन्छ। यो चाहिँ सोसाइटीमा चाहिँ एकले अर्कालाई देखि नसहने जस्तो होइन। अब यो घर घरमै झगडा, अब छिमेकमै झगडा, समाजमै झगडा, त्यसले त अब चुनाव एउटा वे हो डेमोक्रेसीलाई स्ट्रेन्थन गर्ने। तर चुनाव त आउँछ जान्छ, तर त्यो झगडाले त झन् भोलि विकराल रूप पो लिएर आउँछ कि जस्तो पनि देखिन्छ। के लाग्छ तिमीलाई? एकदम दुईवटा अघि पनि मैले भने अनलाइन डिसइन्हिबिसन इफेक्ट भनेको चाहिँ अनलाइनमा तपाईँ बढी आक्रामक हुनुहुन्छ, यो प्रुभन साइकोलोजिकली प्रुभन चिज हो होइन। अनलाइनमा तपाईँ आक्रामक जति तपाईँ आक्रामक अनलाइनमा हुनुहुन्छ त्यति फिजिकली हुनुहुन्न होइन। त्यो एउटा डिफ्रेन्स अलरेडी छ। दोस्रो मान्छेहरू यो फोमोको कारणले पनि होइन म त्यता मिस आउट हुन्छु कि भन्ने हिसाबले गरेर त्यो फ्लोमा गएको छुट्टै छ। अनि त्यो देखिने हो क्या, देखिएको हो। रियालिटीमा फरक चाहिँ अभियसली हुन्छ। तर यो कुरा चाहिँ हो कि
सोसाइटी पोलराइज चाहिँ भएको छ होइन। र यो सोसाइटी पोलराइज हुनुमा चाहिँ सबैभन्दा ठुलो हात सोसियल मिडियाकै छ, जुन अघि नै पनि मैले भने सिस्टम नै रिग्ड छ क्या। तपाईँको जुन सिस्टमले राम्रो कुरा अथवा चाहिँ नि गुड कन्टेन्ट होइन कि बढी हेरिएको कन्टेन्टलाई चाहिँ पुस गर्छ भने, अनि त्यसपछि तपाईँलाई जस्तो मनपर्छ त्यस्तै चिज मात्र पुस गर्छ भने तपाईँको आफ्नो एउटा बबल क्रिएट भइसक्छ। अनि तपाईँले पनि त्यही कुरा गर्दैछ, अर्कोले पनि त्यही कुरा गर्दैछ, मैले पनि त्यही कुरा गर्दैछु भने त ध्रुव सत्य त्यही रहेछ भन्ने फिल हुन्छ नि त होइन। मैले जे सोचेको छु त्यो कुरा सत्य हो भन्ने लाग्छ। त्यसमाथि फेरि अर्को तड्का हालिदिनुहोस् कन्फर्मेसन बायस होइन। अनि कन्फर्मिटी बायस भनेको चाहिँ कस्तो हुन्छ नि, चारजनाले भनिरहेछन् कि मानौँ अहिलेको इक्जाम्पल, अहिले सिनारीको कुरा सबले घन्टी भनिरहेछन्, चारजनाले घन्टी भनिरहेछन् त साँच्चै राम्रो रहेछ कि भन्ने लाग्छ नि त होइन। अथवा चाहिँ नि यतापट्टि गाली गरिरहेछन्, चारजनाले मिलेर गाली गरिरहेछन्, पाँचौँ मान्छे त गाली गरिरहेको छ यार, चारजनाले गाली गरे, कन्फर्मिटी बायस भन्छ क्या यसलाई चाहिँ। त्यो भिडमा मिसिनको लागि पनि आफू पनि त्यतातिर लागिन्छ क्या। पोलराइज भएको छ, पोलराइज हो होइन। नट इभन जस्ट नेपालको केसमा मात्रै होइन क्या, होल सोसाइटी नै अफ द वर्ल्ड क्या, सबैतिरै पोलराइज भएको छ, बबल बनाएको छ क्या। सानो त्यो एकदम ऱ्याडिकलाइज गर्न पनि एकदम सजिलो छ जस्तो लाग्यो कि। जस्तो पहिला के हुन्थ्यो भने अब चुनावको टाइममा कि त आमसभामा जानु पर्थ्यो कि बिहान एकचोटि हेरेर पत्रिका पढ्ने हुन्थ्यो, इनपुट भनेको त्यति धेरै थिएन कि। अब त 24/7 मोबाइलमा ननस्टप छ, अनि त्यो एउटै टाइपको इन्फर्मेसनले हिट गरिरहँदाखेरि चाहिँ त्यो मान्छे झनै एकरो हुने, त्यही कुरालाई ज्यादा सपोर्ट एकदम यो भनिहालेँ। सोसियल मिडियाको एउटा रोल, हाम्रो ब्रेनको जुन स्ट्रक्चर फन्डामेन्टल प्रब्लम छ त्यो छँदैछ, त्यसैलाई नै ट्रिगर गरिरहेको क्या यिनीहरूले होइन। उनीहरूले ट्रिगर गरेकै त्यो अघि नै पनि मैले भनिहालेँ नि, जुन मोडल बनेको थियो, जुन मोडलको बायसनेस चाहिँ 5 टाइम्स बढी छ हेट नेगेटिभ कुराहरूमा भने, त्यो मोडलले त त्यसैलाई पुस गर्यो भने तपाईँलाई भनेको गरिसकेपछि त तपाईँलाई हो भन्ने नै लाग्छ क्या। अनि फेरि तपाईँ आफ्नो बबलभित्र यो चाहिँ सबैभन्दा ठुलो समस्या हो क्या, सबैभन्दा ठुलो समस्या हो। हामी एउटै कोठाभित्र छौँ र पनि हामी दुईवटा संसार जिइरहेका छौँ क्या। एउटै कोठामा पनि मेरो मोबाइलमा जुन जस्तो भनौँ, मेरो मोबाइलमा अब एक्जाम्पलको लागि भनौँ म बालेन सपोर्टर हो, तपाईँ चाहिँ अब अहिलेको केसमा बालेन भर्सेस केपी भइरहेको भएर होइन, तपाईँ केपी ओलीको सपोर्टर हुनुहुन्छ भने मेरो मोबाइलमा आउने कन्टेन्ट भनेको बालेनले किन राम्रो गरे, केपी ओलीले किन नराम्रो गरे भन्ने मात्रै कन्टेन्ट आउँछ क्या मेरो पोस्टमा। मेरो फिडमा चाहिँ होइन यो बालेनले यो पनि नराम्रो गर्यो भन्ने कन्टेन्ट आयो भने कस्तो खालको कन्टेन्ट आउँछ भने त्यसको काउन्टर आर्गुमेन्टवाला आउँछ क्या। हामीले आर्गुमेन्ट सुन्ने बित्तिकै ए हो है के हो जस्तो लाग्छ नि त। अनि तपाईँकोमा फेरि केपी ओली सही हो होइन, केपी ओलीले गरेकै यही कसले गर्यो भन्ने कुरामै पनि तपाईँकोमा त्यो आउँछ क्या। तपाईँहरूमा आर्गुमेन्ट गर्न बस्यौँ भने तपाईँले त्यो मात्रै सही भन्नुहुन्छ, किनभने तपाईँलाई फिडै त्यही भइरहेछ। मैले यो मात्रै सही हो भन्छु, किनभने मलाई एटलिस्ट बसेर कुरा गरेर त थाहा त हुन्छ त। अहिले त बसेर कुरा गर्ने चलन पनि छैन, फेसबुकमै हो भन्ने होइन, धडाधड मैले नि पेलेको गर्छु, सेयर गरेको गर्छु, जुन कन्टेन्टले चाहिँ मेरो भ्यालिडेट गर्छ, तपाईँ मलाई पेलेको गर्नुहुन्छ होइन। अनि त्यही हो क्या, त्यहीँनिर फियर आउने पनि त्यहीँनिर हो, यो सबै साइकोलोजिकल कुराहरू आउने पनि त्यहीँनिर हो क्या। प्रब्लम चाहिँ त्यहीँनिर एकदमै पोलराइज सोसाइटी, फुल पोलराइज स्टेटमा छ। यो चाहिँ पोलराइजेसन चाहिँ सोसाइटीको रियल उसमा नआओस् होइन भन्ने अब चाहना त्यही नै हो। त्यो सोसाइटीमा अनलाइन डिस्ट्रिब्युसन इफेक्ट नै होस्, अनलाइनमै मात्र देखिएको होस्, बाहिर यो समय त अफकोर्स बिति नै हाल्छ होइन। र यो टेक्नोलोजीहरू पनि नयाँ आउने क्रम अगाडि अझै जाला। अब यो अगाडिको चाहिँ कस्तो देख्छ अब तिमी, अब यो कसलाई रेस्पोन्सिबल भन्ने होइन, यो बनाउने इन्जिनियरलाई रेस्पोन्सिबल भन्ने कि कम्पनीलाई रेस्पोन्सिबल भन्ने कि युजरलाई भन्ने कि गभर्मेन्टलाई भन्ने, यो अगाडि वे फरवर्ड चाहिँ कसरी जाला यो अगाडि चाहिँ? यो सबै रेस्पोन्सिबल होइन। कम्पनीलाई फाइदा चाहिएको छ, किन भन्दाखेरि जति तपाईँ इन्गेज हुनुभयो त्यही अनुसारले तपाईँलाई एड देखाउन सक्यो, त्यही अनुसारले तपाईँको डेटा कलेक्ट हुन सक्यो। उनीहरूको त प्रफिट सिस्टमै त्यही नै हो, उनीहरूले त आफ्नो लागि जे प्रफिट हुन्छ त्यो गर्ने हो। गभर्मेन्टले पनि यो कुरालाई चाहिँ नजरअन्दाज गर्नु भएन, होइन यसको चाहिँ छ है, यसको चाहिँ ह्युज इम्प्याक्ट छ यो सोसाइटीमा, यसले असर गर्छ भन्ने कुराको चाहिँ गभर्मेन्टले पनि हेक्का राख्नु पऱ्यो। अब हेक्का राखेर ब्यान गर्ने होइन, हेक्का राखेर रेगुलेट पनि कस्तो हिसाबले गर्ने हो, रेगुलेट होइन कि फाइट ब्याक कसरी गर्ने। मान्छेहरूलाई त्यही अघि नै भनिहालेँ, भाइरल कुरा हो भने भाइरलै तरिकाले फाइट ब्याक गर्नु पऱ्यो होइन। इन्फर्मेसन जुन गुड इन्फर्मेसन छ त्यो कसरी मान्छेसँग 15 सेकेन्डमा मान्छेले कुरा खोजिरहेछन् भने तपाईँ 2 घन्टाको लेक्चर राखेर हुँदैन क्या, 15 सेकेन्डमै त्यो कुरा बुझाउनु बुझिहाल्छन् नि होइन। त्यो भयो। अब तेस्रो भनेको मान्छेहरूलाई चाहिँ नि यो के हो,
यसको रियालिटी के हो त भनेर बुझाउनु पर्यो अनि मान्छेहरूले आफैले पनि अलिकति सिभिक सेन्स देखाउनु पर्यो कि होइन अब त्यो तपाईँले फेसबुकमा राखेका कमेन्टहरू त तपाईँको यो कहिले डिलिट हुँदैन त्यहीँ छ तपाईँको त्यो छाप छोडेर जानु भएको छ क्या सबैले देख्ने गरी समाजले देख्ने गरी तपाईँ नाङ्गिरहनु भएको छ भन्ने कुरा बुझ्नु पऱ्यो क्या तपाईँका शब्दहरू हरेक शब्दहरूले कस्तो असर गर्छ त्यो फेसबुक चलाउने मान्छे 80 वर्षका बुढादेखि होइन 16 वर्षका तरुणीहरू सम्मका हुन्छ नि त सबैले हेर्छन् क्या तपाईँले त्यहाँ गर्नुभएको पोस्ट तपाईँले गर्नुभएको त्यो अभद्र व्यवहार अनि भनौँ न होइन अभद्र शब्दहरू त्यहीँ हुन्छन् क्या तपाईँको त्यो नेचर देखिन्छ हो त्यो नेचर देखिनुमा साइकोलोजिकल यो मिडियाको कुराहरू छन् तर त्यो भित्र फस्नु भएन क्या बुझ्नु पऱ्यो हामीले कसरी सोध्छौँ हामी किन फस्छौँ सोचाइमा भन्ने कुरा बुझ्नु पऱ्यो गभर्मेन्टले पनि त्यो अनुसारले रेगुलेट गर्नु पऱ्यो र शिक्षित गराउनु पऱ्यो मोस्टली भनेको मान्छेलाई सिकाउनु पऱ्यो लजिकल फ्यालेसी भनेको के हो त कसैले कुरा गर्दै गर्दा कस्तो लाग्छ त्यसले त सही कुरा गर्यो जस्तो लाग्छ क्या तर सानो डिटेल घुमाइदिन्छ द डेभल इज इन द डिटेल भन्छ नि होइन त्यो डिटेलमा कुरा गर्नु पऱ्यो क्या डिटेलमा कुरा बुझ्नु पऱ्यो अनि त्यो बुझ्न सक्ने क्षमता चाहिँ त्यो प्रदान गर्नु पऱ्यो क्या यो मोबाइलमा देखिएका कुरा चाहिँ सही हो के अरे क्यामेराले खिचेको भिडियो होइन त्यो चाहिँ सही हो है भन्ने कन्सेप्ट परेको दिमागलाई त चेन्ज गराउनु पऱ्यो नि त बुझाउनु पऱ्यो नि त होइन भिडियो भनेको खिचेर मात्रै बन्दैन है यसरी चाहिँ नि कोडबाट पनि बन्छ अनि कहिले भएको थिएन त्यस्तो चिजहरू पनि बन्छन् है भनेर बुझाउनु पऱ्यो नि त त्यही बुझाउने कोसिस हो मेरो पनि होइन सोच परिवर्तन च्यानलमा चाहिँ म त्यही भएर मेरो कम्बिनेसन चाहिँ तिनटै होइन सोसाइटीले कसरी फङ्सन गर्छ हाम्रो दिमाग कसरी फङ्सन गर्छ र यो जुन सिस्टम जुन अहिले सोसियल मिडिया सिस्टम जुन छ त्यसले कसरी फङ्सन गर्छ भन्ने कुरा एकदम हेक्का राखेर सबैलाई मिलाएर लिएर जानुपर्छ अब यो भएन मलाई सबैभन्दा ठुलो डर भनौँ न एउटा डर चाहिँ के छ भने हामी चाँडै बिर्सिन्छौँ क्या चाँडै बिर्सिन्छौँ होइन अहिले यो पार्टी देखिरहेछ अर्कोचोटि अर्को पार्टी देखिन्छ एउटा सानो इन्फर्मेसन चाहिँ भाइरल हुने बित्तिकै स्विच हुन्छौँ क्या त्यो स्विङ भोटर भन्छ नि त्यो छन् होइन र त्यसको डेन्जर भनौँ जे भनौँ होइन त्यसको रिस्क चाहिँ कति हुन्छ भन्ने कुरा लास्ट आवरमा आएर जे पनि हुनसक्छ भन्ने कुराहरू कस्तो यसको इक्जाम्पल चाहिँ स्लोभाकिया 2024 इलेक्सनमा भएको थियो जुन पार्टीले जित्छ भन्ने जो प्राइमेरी जो भएको थियो नि होइन यसले चाहिँ जित्छ भन्ने जस्तो सबैलाई लागिसकेको थियो त्यो पार्टीको त्यो क्यान्डिडेट जुन छ त्यो क्यान्डिडेटको चाहिँ डिफेक्टवाला अडियो आयो क्या होइन जसमा चाहिँ उसले घुसको कुरा गरिरहेको थियो होइन त्यो अडियो आयो त्यो अडियो कतिखेर आयो भन्दाखेरि म नगोदीको बेलामा होइन तर पहिल्यै टेलिग्राम वाट्सएपतिर भाइरल भइसकेको कुरा लास्टमा चाहिँ मेन स्ट्रिम भनौँ कि के भनौँ अब फेसबुकमा आयो भनौँ न फेसबुक ट्विटरमा आयो मनोगतिभित्र आयो उसले डिफेन्ड गर्न नै पाएन अर्कोले जित्यो क्या भनेको यो त नेपालमा पनि अब जस्तो त्यस्तो एकदमै यस्तो इनकेस यस्तो भयो भने त एकदमै डेन्जर एकदमै डेन्जर मान्छे तर एउटा खुसीको कुरा चाहिँ मलाई के लाग्छ भने त्यो यो केस 2024 को केस हो जतिखेर चाहिँ अब एआई यो लेभलको डिफेक्ट बनाउने लेभलको भइसकेको थिएन होइन भएको थियो भने पनि लिमिटेड मान्छेहरूसँग मात्रै सीमित मान्छेहरूसँग मात्रै त्यो टेक्नोलोजी थियो त्यो हुँदाखेरि चाहिँ के भयो भन्दाखेरि मान्छेहरूले त्यो आवाज आयो आवाज आएपछि त रियल भन्ने भयो त्यो भएर उनीहरूले त्यसलाई चाहिँ एज ए ट्रुथ भ्याल्युको रूपमा लिए तर अहिलेको केसमा के छ भन्दाखेरि अलिकति फरक के छ भने अहिले हरेक ठाउँमा एआई मान्छेलाई एआई भनेको के हो भन्ने थाहा नहुँदाखेरि पनि एआई इक्वल टु फेक भन्ने जस्तो भइसकेको छ अनि यसको रिभर्सवाला चाहिँ इन्ट्रेस्टिङ छ कस्तो भने जस्तो एआई भन्ने चाहिँ फेक भन्छौँ नि त होइन अहिले हामी अनि यसलाई नै युज गरेका छन् क्या कति सानो डिटेलमा युज मान्छेहरूले त्यो मेनिपुलेट गर्छन् भन्ने कुरा देखाउँछ क्या यसले चाहिँ इन्डियाको केस हो के भयो भन्दाखेरि जे रियल घटना हो त्यो रियल घटनालाई चाहिँ एआई युज गरेर हल्का त्यो भनौँ न रिक्रिएट गरे भनौँ न त्यसलाई जस्तो मान्छेले बोलिरहेको थियो होइन त्यसलाई चाहिँ बोलेकोमा चाहिँ एआईमा इनपुट दिए त्यसलाई फेरि रिक्रिएट गरे क्या त्यो हुँदा के भयो भन्दाखेरि यो त जुन आउटपुट आउँछ देखिन्छ नि त एआईले क्रिएट कतै न कतै त्यो नमिलेको देखिन्छ यो त एआईले बनाएको भन्ने भयो पहिला त्यो भाइरल भयो क्या होइन पहिला त्यो एआई क्रिएटेड भाइरल भयो अनि पछि उनीहरूले के भन्दा यो त एआईले बनाएको भन्ने भइदियो क्या मान्छेहरूलाई रियल चिज हो होइन पहिल्यै भयो चाहिँ यो त फेक हो अब रियल चिज आउँदाखेरि के भयो फेक हो त्यो बाघको कथा जस्तै भयो कि एक्ज्याक्टली बाघाए भन्दाखेरि होइन लास्टमा साँच्चीकै बाघ आउँदाखेरि चाहिँ त्यो कोही मान्छे आएनन् होइन त्यस्तो खालको भयो क्या इन्डियाको कुरा हो क्या यो चाहिँ अब त्यही कुरा नेपालमा
नआउला। इन्डियामा एआईको युज ह्युज भएको छ क्या यो इलेक्सनको टाइममा। अर्को इन्ट्रेस्टिङ के छ भन्दाखेरि मान्छेहरू जस्तो एआईको युज गरेर मान्छेको यो भनौँ न नस्टाल्जियालाई इग्नाइट गराउनको लागि मरेको सिएम अनि त्यो पार्टीको मेन मान्छेलाई चाहिँ रिक्रिएट गरे भनौँ न एआईले। उसले चाहिँ ल है मेरो बलिदानीको लागि भए पनि यसलाई भोट गर भनेर चाहिँ जस्तो अहिले कङ्ग्रेसको मान्छेलाई बिपी कोइरालालाई चाहिँ उसको डिफेक्ट भिडियो बनाइदिएर होइन हाम्रो त हुनुपर्छ कङ्ग्रेसमै भोट गर्नुपर्छ। मान्छेहरू त त्यसै नस्टाल्जिक हुन्छ होइन, नस्टाल्जिक हुनुपर्छ त्यो इमोसनमा हिट गऱ्यो। त्यस्तो त्यस्तो केसहरू पनि हुन्छ क्या त्यो लास्ट आवरमा जति पनि यो हुनसक्छ। जस्तो त्यही कुरामा म आउँदै थिएँ। अब अहिले यसो सरसर्ती हेर्दाखेरि जेनजी आन्दोलनमा चाहिँ फ्युल गर्ने कुरा सोसल मिडिया ब्यान भएको हुनाले कोही क्यान्डिडेटहरूले पनि त्यो बारेमा बोल्न चाहिरहेको छैन कि उनीहरूको थट के हो, के सोध्छन् त्यो बारेमा कुनै पनि राजनीतिक पार्टीले। र उनीहरू यदि पावरमा आयो भने यसलाई यो पुरै फ्रिली छोड्ने कुरा पनि होइन नि त होइन कम्प्लिटली। जस्तो मान्छेहरूले बुझाएको छन् यतिकै सिम्पली ब्यान गर्न मात्रै खोजे भनेर। कम्प्लिटली ब्यान गर्नु त अफकोर्स त्यो राम्रो होइन, तर रेगुलेट अथवा एउटा गभर्मेन्टले त्यो जुन अर्गनाइजेसनहरूसँग कोअर्डिनेट गर्ने कुरा त गर्नु पऱ्यो नि होइन। यो बारेमा पनि एकदम सबै जनताहरूले चाहिँ किनकि यसको राम्रो र नराम्रो पक्ष हामीले दुइटै कुरा गरिसक्यौँ। यो बारेमा पनि मेनिफेस्टोमै केही आओस् अथवा एकदम प्रतिनिधिहरूले जो उठिरहनु भएको छ उहाँहरूले खुलेर केही कुरा त गर्नुपर्ने हो नि। एकदम गर्नुपर्ने, किन मेन मुद्दै त्यही थियो भनौँ न। भ्रष्टाचार सुशासनका कुराहरू त भएन होइन, तर इग्नाइट गरेको त ब्यान्डले गर्दा। किनभने एउटा जुन एक्सप्रेस गर्ने ठाउँ थियो त्यो ठाउँ नै ब्यान्ड भइसकेपछि यिनीहरूले जे पनि गर्छन् भन्ने खालको कन्सेप्ट पऱ्यो नि त होइन। त्यो हो पनि होइन, त्यो हो पनि, तर ब्यान्ड गरेर अघि मैले भनिहालेँ ब्यान्ड गरेर सोल्युसन होइन। ब्यान्ड गर्ने सोल्युसन होइन, रेगुलेट पनि कति रेगुलेट गर्ने भन्ने कुरा हुन्छ क्या। त्यही भएर चाहिँ यसलाई यो कुरालाई चाहिँ म बन्द गर्छु भनेर हुँदैन क्या। जुन हिसाबले मिसइन्फर्मेसन फैलिन्छ त्यो हिसाबले ट्रुथ पनि फैलाउन सक्नु पऱ्यो क्या। अनि यो मिसइन्फर्मेसन हो भनेर क्यालकुलेट गर्न सक्ने मान्छेको दिमागमै इन्स्टल गरिदिनु पऱ्यो क्या त्यो सफ्टवेयर भनेको। पढाउनु पऱ्यो यस्तो है भनेर। कुनै पनि भिडियो देख्ने बित्तिकै कुनै पनि अडियो देख्ने बित्तिकै कसैको पोस्ट देख्ने बित्तिकै दुईचोटि क्वेसन गर्नु क्या यो मान्छे को किन पोस्ट गरिरहेछ क्या। एक्ज्याक्टली होइन, उसको आफ्नो एजेन्डा हुन्छ नि त। एक्ज्याक्टली उसले किन पुस्ट गरिरहेछ भन्ने कुरा क्वेसन गर्न थालियो भने अनि बल्ल बुझिन्छ। अनि यो क्वेसन गर्ने क्षमता चाहिँ हाल्नु पऱ्यो क्या, सबैमा दिनु पऱ्यो क्या। 80 वर्षका बुढादेखि भर्खरका बच्चाहरूलाई पनि दिनु पऱ्यो। अब रेगुलेटको कुरा गर्ने हो भने जस्तो सोसियल मिडिया कहिलेदेखि युज गर्ने होइन, सोसियल मिडियामा कस्ता कस्ता चिजहरू हाल्ने यस्तो कुराको रेगुलेट गर्न सक्यो। जस्तो अस्ट्रेलियामा पनि 16 वर्षभन्दा मुनिकालाई नदिनु भर्खरै रुल्स आएको थियो क्यारे होइन। इटली स्पेनमा पनि त्यही बारेमा भइरहेको छ होइन। अब त्यो सोसियल मिडियाको डेन्जर पनि त लाइक ह्युज डेन्जर छ नि त होइन। त्यो भनेको त तपाईँको आफ्नो प्राइभेसी एक्सपोज हुने ठाउँ हो। एक्सपोज हुँदाखेरिका डेन्जरहरूलाई रेगुलेट गर्नको लागि ठिक छ, तर आफ्नो भोइसलाई नै डाउन गर्ने गरी त हुँदैन नि त। जसले जे पनि बोल्न पायो, तर जसले जे पनि बोलेका कन्टेन्टहरूलाई भाइरल बनाउनु त्यही नै रियालिटी हो भन्ने बनाउनु भएन क्या। त्यसलाई कट आउट गर्नु पऱ्यो। त्यसको लागि जुन मिडिया प्लेटफर्म हो उनीहरूसँग रेगुलेट जस्तो अघि नै पनि भनिहाल्यो नि त, युएसले त एलोकेट गरेको छ त बजेट होइन, फेसबुकलाई फोर्स गरेको छ त ल यो चाहिँ मिसइन्फर्मेसनको उसलाई ब्यालेन्स आउट गर्नको लागि चाहिँ यति पैसा गर्नु पऱ्यो होइन, फेक भिडियोहरू भाइलेन्ट भिडियोहरू यस्तोहरू हटाउनको लागि गर्नु पऱ्यो। त्यस्तै खालको एलोकेट गर्नु पऱ्यो। नेपाल गभर्मेन्टले पनि साझेदारी गर्नु पऱ्यो फेसबुकसँग ट्विटरसँग जसरी गरेको छ त्यही अनुसारले गर्नु पऱ्यो। अब भनिहालेँ मिसइन्फर्मेसन फैलिसकेपछि त्यसलाई फेरि बनाउनको लागि गाह्रो छ। फैलिन नदिने पहिला, अब फैलिसकेपछि त्यसलाई कसरी रेगुलेट गर्ने भन्ने कुरा नगरिकन हुँदैन। अब त्यो चाहिँ सबैले मेनिफेस्टोमा हाल्नै पर्छ क्या। नगरिकन मेन मुद्दा यो हो भने यसैले काइन्ड अफ यसैले नै लिएर आएको इलेक्सन जस्तो भएको छ होइन। यसैले नै गर्दा सायद जित्छन् पनि होला। कहीँ पनि सुनिँदैन क्या यो। अब जस्तो नयाँ पार्टीहरूले पनि के छ उनीहरूको थट होइन, यो सोसल मिडियालाई कसरी रेगुलेट गर्ने। भोलिका दिनमा जितेर गएपछि अब कोही एक हिसाबले डरले पनि बोल्न नचाहेको हो कि भोट काटिन्छ भन्ने हिसाबले कि पुराना पार्टीको पनि त्यही छ होइन। उनीहरू त अझ इन्भल्भ नै थिए त्यही कुरामा। आलो घाउ त्यो यो चाहिँ हामीले कुरा गरिरहँदाखेरि चाहिँ हामीलाई हेर्ने जो दर्शकहरू हुनुहुन्छ उहाँहरूले पनि एकदमै सोध्नुपर्ने कुरा हो जस्तो लाग्छ एकदम उम्मेदवारलाई अथवा मेनिफेस्टोमा यो कुरा छ कि छैन भनेर। किनकि यो चाहिँ गोइङ फरवर्ड एउटा एकदमै इम्पोर्टेन्ट टपिक हुनेवाला छ कि। किनकि पावरमा गइसकेपछि फेरि किनकि त्यो धेरै जसो चाहिँ पब्लिक अपोजिसन भएर बस्छ अनि फेरि त्यही सोसल मिडिया
नयाँ पार्टीले जितेर जानुभयो भने पनि अनि फेरि हिटब्याक हुन थाल्छ नि उहाँहरूलाई पनि लाग्छ कि बन्दै गरिदिउँ भन्ने लाग्ने हो कि अथवा त्यो चाहिँ अहिले नै क्लियरिटी हुन आवश्यक छ एकदम क्लियरिटी हुनु आवश्यक छ र मैले अघि नै पनि भनिहालेँ रेगुलेसन हो होइन रेगुलेसनको नाममा भोइस बन्द हुनु भएन त्यही अब फेक र ट्रु कसले डिफाइन गर्ने भन्ने अब यो फिलोसोफिकल नै डिस्कसन हो यो होइन यो डिस्कसन हो होइन तर रेगुलेटेड हुनुपर्छ त्योभन्दा पनि बढी जनता जागरुक हुनुपर्छ क्वेसन सोध्ने क्षमता विकास हुनु पऱ्यो र हरेक चिजलाई क्वेसन सोध्ने हरेक चिजलाई क्या जे आए पनि क्वेसन सोधिहाल्ने हो क्या त्यो हुने बित्तिकै त्यो जुन साइकल छ नि त्यो ब्रेक हुन्छ क्या जे हाल्ने पनि पत्तै हाल्छ नि भन्ने साइकल ब्रेक भइसकेपछि मान्छे अलिकति हाल्नेले पनि सोचेर हाल्छ भन्नेले पनि सोचेर भन्छ अनि त्योभन्दा माथिका अरू स्टेपका चाहिँ रेगुलेसन त अब अभियसली गभर्मेन्ट लेभलमा अलिक डिप डाइभ गरेरै गर्नुपर्ने हुन्छ परिवर्तन हामी यो पोडकास्टको लगभग अन्त्यतिर पनि आइसकेका छौँ होइन अनि तिमीले चाहिँ अब यो पोलिटिकल अवेरनेस सोसल अवेरनेस यो सबै लेटेस्ट टेक्नोलोजीहरूले कसरी काम गरिरहेको हुन्छ ह्युमन साइकोलोजी त्यसमा कसरी जोडिन्छ भन्ने कुराहरूको बारेमा भिडियोहरू बनाएर पोस्ट गरिरहेको हुन्छौ नेपालमा इलेक्सनको पनि टाइम छ यो भोटर्स तिमीले अवेरनेस रिलेटेड यो काम गरिरहेको हुनाले चाहिँ भोटर्सहरूलाई यो इलेक्सनको टाइममा चाहिँ के भन्न चाहन्छौ तिमी मैले अहिले भन्ने चाहिँ के हो भन्दाखेरि फेसबुक बन्द गर्नु टिकटक बन्द गर्नु होइन पोलिटिकल कुरा डिस्कसनको पनि एउटा लिमिट हुन्छ होइन अनि तपाईँले देख्नु हेट अनि त्यसपछि तपाईँले यो कन्स्पिरेसी थ्योरी जस्ता कुराहरू लाग्ने बित्तिकै कसैलाई चाहिँ ब्लेम मात्रै गरिरहेको छ कुनै पनि चिजलाई आफ्नो कुरा गरेको छैन ब्लेम मात्रै गरिरहेछ भने त्यसको कुरा सुन्न छोड्दै हुन्छ अनि लाइक गर्न नथाल्नुहोस् तपाईँले लाइक गर्ने बित्तिकै तपाईँले उसले यो सोच्दैन कि यसले तपाईँले हेर्नै पनि छोडिदिनुहोस् क्या त्यो कन्टेन्टहरू हेर्नै पनि तपाईँले कति बेर हेर्नुभयो भन्ने कुराले पनि उसले फेरि पुस गर्छ क्या तपाईँ त्यो कुरामा नहुनुहोस् होइन मेनिफेस्टो हेर्नु तपाईँको उम्मेदवारको त्यहाँ बसेको उसँग गएर चाहिँ अन्तर्क्रिया गर्नुहोस् उसको कुरा ठिक लाग्छ भने भोट गर्नुहोस् नत्र यो नोइज जुन छ योबाट चाहिँ टाढा रहनुहोस् भन्छ किनभने हामी कग्नेटिभ लोड त्यति लिन सक्दैनौँ क्या नोइज भइसकेपछि त्योबाट क्लियरिटी छान्न सक्ने क्षमताको चाहिँ हामीले डेभलप भइसकेका छैनौँ क्या अति धेरै नोइज भइसक्यो होइन अनि त्यो डेभलप नहुन्जेलसम्मलाई अथवा जुन त्यो फिल्टर मेकानिजम नहुन्जेलसम्मलाई चाहिँ त्यो बाउलभित्र छिर्दै नछिर्नुहोस् भन्छु होइन अब होइन आदत परिसकेको छ अब चलाउने नै बानी परिसकेको छ भने अब सुन्नुहोस् बिर्सिनुहोस् त्यही भन्छु म होइन किनभने यो अबको केसमा चाहिँ काण्डै काण्ड आउनेवाला होइन यता यो भयो भनेको छ उता किन यो त रेस यो त वार हो नि त काइन्ड होइन एउटाले जित्नु परेको छ जसरी पनि जित्नु परेको छ जसरी पनि जित्नु परिसकेपछिमा जे पनि युज गर्नु अब अघि मैले भनेका तमाम इक्जाम्पलहरू होइन जति पनि सबै पोलिटिकल रेस जित्नको लागि युज भएका हुन् क्याम्ब्रिज एनालिटिका भयो स्लोभाकियाको केस भयो इन्डियाको केस भयो होइन इन्डोनेसियाको केसहरू भयो जति पनि केसहरू छन् सबै पोलिटिकल यो एजेन्डा आफ्नो एजेन्डा आफूलाई जित्नको लागि गरिएका चिजहरू हुन् हामी साह्रै चाँडो मेनिपुलेट हुन्छौँ होइन हामीलाई धेरै ठुलो नोइज हामी सुन्न सक्दैनौँ हाम्रो मिडिया त्यसै पनि यो सिस्टम जुन छ सोसियल मिडिया सिस्टम त्यसै पनि अर्को नेगेटिभ साइडलाई चाहिँ नि पुस अप गर्ने खालको छ त्यसै पनि ट्रुथ फाइन्ड गर्नु हार्ड छ त्यसलाई अझ हार्ड बनाइदिएको छ होइन अनि सोसाइटी अलरेडी पोलराइज छ त्यो हुँदाखेरि यसलाई अझै डिभाइड नगर्नुहोस् यो जति डिभाइड हुनु भइसकेको छ अब चुपचाप जानु तपाईँको गोप्य मतदान हो होइन कसैलाई भनिरहनु जरुरी छैन म घन्टीमा भोट हाल्छु म रुखमा भोट हाल्छु म के अरे उसमा भोट हाल्छु भन्ने पनि जरुरत छैन तपाईँ कार्यकर्ता नभन्नुहोस् होइन कार्यकर्ता हो भने त तपाईँ यदि त्यहाँको सदस्य पनि सबैलाई थाहा छ तपाईँले त्यहीँ गएर भोट हाल्नुहुन्छ भनेर होइन होइन भने चुप लाएर बस्नुहोस् होइन गएर आफ्नो गोप्य मतदान हो तपाईँलाई कसको एजेन्डा ठिक लाग्छ भोट गरेर आउनुहोस् बाहिर हल्लाले भित्री चिज चेन्ज हुने होइन बाहिर हल्ला धेरै कम गरौँ हजुर अब मेरो यो लास्ट क्वेसन हो सर्टली एन्सर गरिदियो तिमी बाई प्रोफेसन एआई इन्जिनियर भएको हिसाबले पनि नेपालमा चाहिँ यो एआई रिलेटेड वान अफ द मेन मिसकन्सेप्सन चाहिँ के लाग्छ तिमीलाई मान्छेहरूले के कुरा चाहिँ रङली बुझिरहेछन् एआईको बारेमा एउटा कुरा भन्नुपर्दा एआई भन्ने बित्तिकै फेक र एआई भनेको च्याट जिपिटी यो दुइटा हो भन्ने कुरा चाहिँ एकदम मिसकन्सेप्सन हो होइन यो एकदमै ठुलो चिज हो
त्यति मात्र होइन, योभन्दा धेरै ठुलो चिज हो। त्यो चाहिँ बुझाउनु, आम मानिसलाई बुझाउनु पनि जरुरी छ। त्यही भएर पनि मैले यो सोच परिवर्तनमा चाहिँ त्यो गर्ने कोसिस गर्छु। कथाको रूपमा मान्छेहरूलाई टेक्नोलोजी के हो भनेर बुझाउने कोसिस गर्छु। कथालाई जोडेर भन्दाखेरि सायद मान्छेले बुझ्छन् भन्ने जस्तो लाग्छ। त्यही भएर कथाको रूपमा चाहिँ बुझाउने कोसिस गरेको छु। हेर्नुहोला, सब्सक्राइब गर्नुहोला, त्यही नै भन्छु। अनि यता हाम्रो ओपन माइकमा पनि यस्ता यस्ता डिस्कसनहरू भइरहेका हुन्छन् होइन, जुन एउटा भर्खरकै इन्ट्रेस्टिङ लागेको चाहिँ यो हाम्रो चुनाव भनेको चाहिँ कसलाई छान्ने के गर्ने भन्दा पनि कम सबैभन्दा कम खतरा के छ भने रिस्क म्यानेजमेन्ट हो यो भन्ने कुरा। यो चाहिँ बुझ्नुपर्छ हामीले, रिस्क म्यानेजमेन्ट हो यो सही यो गलत भन्ने हुँदैन, कतापट्टि चाहिँ बढी ढल्किने भन्ने मात्रै हो। त्यो चाहिँ हामीले बुझ्नुपर्छ र यो सबैलाई बुझाउन पनि जरुरी छ। हजुर, हस्, थ्याङ्क यू परिवर्तन। आजको यो एपिसोडमा चाहिँ हामीले परिवर्तन बाई प्रोफेसन एआई इन्जिनियर र सोच परिवर्तन युट्युब च्यानल मार्फत यो सोसल अवेरनेस, पोलिटिकल अवेरनेस, ह्युमन साइकोलोजी र यो लेटेस्ट टेक्नोलोजीहरूले कसरी सोसाइटीलाई इम्प्याक्ट गरिरहेछ भन्ने कुराहरू भिडियो मार्फत हामी सबैजनालाई बुझाउने कोसिस गरिरहेको छन्। तपाईँहरूले पनि हेरेर सब्सक्राइब गर्न सक्नुहुन्छ र यस्तै टपिकहरू भनौँ हामी अरू पनि लिएर आउनेछौँ। अझै यसलाई समाजमा अझै राम्ररी बुझाउनका लागि हामीले हाम्रो तर्फबाट मेहनत जारी राख्नेछौँ। आजको लागि यति नै। यहाँहरू सबैको समय शुभ बितोस्। धन्यवाद। थ्याङ्क यू परिवार। धन्यवाद। हस्, थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। नमस्कार।